ल आज हामी नेक्टर एजुकेसनले आयोजना गरेको मनोपरामर्श तथा तनाव व्यवस्थापन तालिम हामी 10 दिने दिवसीय मनोपरामर्श तथा तनाव व्यवस्थापन तालिम को आज 5औं दिन हो म्याम कि 6औं? 6औं दिनमा हामी प्रवेश गरिसकेका छौँ। यहाँहरू सम्पूर्णलाई आयोजक संस्थाको तर्फबाट र म मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु। आज मिति 2082 साल वैशाख महिनाको आज 17 गते हो। आज 15-16 गते। 16 गते। सबै कुरामा अगाडि जान थाले त म त। हस् ल आज 16 गते हामी अत्यन्तै महत्त्वपूर्ण कार्यक्रममा सहभागी जोडिसकेका छौँ। हामी जुमको माध्यमबाट भर्चुअल माध्यमबाट विभिन्न ठाउँबाट जोडिएका छौँ र यो कार्यक्रमले पक्कै पनि यहाँहरूलाई अत्यन्तै सहयोग गर्नेछ भन्ने हामीले आशा पनि राखेका छौँ र हाम्रो 7 बजेदेखि सञ्चालन हुने भने तापनि हामी केही क्षण अगाडि समयले गइसकेको छ। तथापि हामी अब ढिलो नगरी आजको विषयवस्तुलाई अगाडि बढाउँछौँ। आज मैले अत्यन्तै महत्त्वपूर्ण हामी एउटा विभिन्न क्षेत्रमा काम गरिरहँदा अर्थात् हामी एउटा अभिभावक पनि हौँ र हामीले विभिन्न ठाउँमा गएर विभिन्न विद्यालयहरूमा गएर अथवा गाउँ-गाउँमा गएर सचेतनामूलक कार्यक्रमहरू तालिमहरू सञ्चालन गर्नुपर्ने हुन्छ। त्यति बेला हामीले अभिभावकहरूलाई चाहिँ अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ। अहिलेको परिस्थितिमा पहिले चाहिँ हामी के भन्थ्यौँ त भन्दाखेरि बालबालिकाहरूलाई छोराछोरीहरूलाई मात्रै पढाउनुपर्छ भन्ने हाम्रो सोचाइ थियो। तर अहिले समयको माग यस्तो आइसकेको छ कि बालबालिकाहरूलाई मात्र होइन अभिभावकहरूलाई पनि शिक्षा दिन अत्यन्तै आवश्यक छ। आदरणीय सर म्यामहरू, जस्तै हेर्नुहोस् त एउटा शिक्षक हुनको लागि मास्टर डिग्री आवश्यकता पर्छ, डक्टर इन्जिनियर हुनको लागि त्यही अनुसारको डिग्री हासिल गर्नुपर्दछ र विभिन्न पेसा व्यवसायमा लाग्नको लागि सबैभन्दा पहिले हामीले कति छ त योग्यता भनेर हामीले सर्टिफिकेट अगाडि देखाउने आफूसँग भएको सिप क्षमताहरू प्रदर्शन गर्ने गर्दछौँ। तर हामी एउटा अभिभावक हुनको लागि कुनै किसिमको डिग्री चाहिन्छ त? पक्कै पनि चाहिँदैन। तसर्थ हाम्रा अभिभावकहरू सबै एजुकेटेड हुनुहुन्न, सबै शिक्षित हुनुहुन्न र अहिलेको समय अनुसार हाम्रा बालबालिकाहरूलाई कस्तो किसिमको वातावरण दिने भन्ने कुरा धेरै अभिभावकहरूलाई थाहा नहुन पनि सक्दछ। यस्तो अवस्थामा हामीले हाम्रा बालबालिकाहरूलाई कस्तो किसिमको वातावरण निर्माण गरिदिने त एउटा असल व्यक्ति, असल देशको असल राष्ट्रको एउटा असल नागरिकको रूपमा स्थायित्व दिनको लागि अहिलेका हाम्रा बालबालिका भोलिका हाम्रा देशका कर्णधार हुन् भने अहिलेका हाम्रा साझेदार हुन्। हामीले साथी जस्तो व्यवहार गर्न सक्यौँ भने बल्ल के हुन्छ त उनीहरू चाहिँ एउटा असल नागरिक हुन सक्दछन्। यदि हामीले सन्तान त जन्म दियौँ तर उनीहरूलाई असल शिक्षा र संस्कार दिएनौँ भने पक्कै पनि असल नागरिक हुनबाट वञ्चित हुनेछन्। हेर्नुहोस् त आदरणीय सर म्यामहरू, बच्चा त जनावरले पनि पाउँदछ, बच्चा त जनावरले पनि जन्माउँछ तर उसले असल शिक्षा र संस्कार दिन जान्दैन। यदि हामीले पनि हाम्रा नानी बाबुहरूलाई असल शिक्षा र संस्कार दिन सकेनौँ भने पक्कै पनि उनीहरू असल नागरिक हुनबाट वञ्चित हुनेछन्। तसर्थ अब हामीले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि आफ्ना बालबालिकाहरूको मनोभावना बुझ्नु त छँदैछ। हामीले विभिन्न ठाउँमा विभिन्न विद्यालयहरूमा गएर अभिभावक शिक्षा जस्ता अत्यन्तै महत्त्वपूर्ण कार्यक्रमहरू सञ्चालन गरेर सचेतनामूलक कार्यक्रमहरूको माध्यमबाट पनि अभिभावकहरूलाई सचेत गराउन आवश्यक छ। तसर्थ पनि हामीले यो मनोपरामर्श अन्तर्गत हामीले अभिभावक शिक्षा र अभिभावक मनोशिक्षा, अभिभावकहरूका कुराहरू कसरी सुनिदिने, उनीहरूसँग कस्तो व्यवहार गर्नेमा चाहिँ मनका कुराहरू भावनाहरूलाई मनोवैज्ञानिक तरिकाले समस्याहरू पत्ता लगाएर कसरी समाधान गर्ने भन्नेतिर हामी मनोशिक्षामा जान्छौँ भने अभिभावक शिक्षामा चाहिँ हाम्रा अभिभावकहरू कस्ता खालको स्वभावका हुनुहुन्छ र हाम्रा अभिभावकहरूले बालबालिकाहरूलाई कस्तो किसिमको वातावरण दिनुहुन्छ र हाम्रा बालबालिकाहरू कस्ता हुन्छन् भन्ने अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु रहेको छ। र मैले यसलाई के गर्ने भयो त भन्दाखेरि मैले स्लाइडकै माध्यमबाट आजको विषयवस्तुलाई अगाडि बढाउँदछु।
र मेरो स्लाइड मैले स्लाइड सेयर गरेको छु, देखिएको छ सर? स्लाइड सेयर भएको छ? देखिया छ म्याम। हस्, थ्याङ्क यू सर। हामीले आज अत्यन्तै महत्त्वपूर्ण आर्ट अफ प्यारेन्टिङ, अभिभावक शिक्षा के हो, के एउटा बच्चालाई जन्म दिँदैमा कि हामी असल अभिभावक बन्न सक्छौँ त? पक्कै पनि सक्दैनौँ होला। तसर्थ एउटा असल अभिभावक हुनको लागि के कुरा हुनुपर्दछ भन्ने अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु रहेको छ। र हामीले जबसम्म बालबालिकाहरूका कुराहरू सुन्दैनौँ, उनीहरूको भावनाहरू बुझ्दैनौँ, तबसम्म हामी असल अभिभावक हुन सक्दैनौँ भन्दै अब हेर्नुहोस् त, अभिभावकको पूर्ण परिभाषा के होला भनेर यहाँ भनेको छ। एउटा अभिभावकले हामीले बच्चा जन्माउँदैमा, विद्यालयमा पठाउँदैमा, खाना दिँदैमा, एउटा नाना लगाउने दिँदैमा हामी एउटा असल अभिभावक हुन सक्दैनौँ। उसको स्वास्थ्य, शिक्षा, उसलाई सुरक्षित अनुभूति गराउन सक्दैनौँ। त्यसका साथसाथै उसको मनोभावना, सबैभन्दा ठुलो कुरा मन, उसको भावना बुझिदियौँ भने त्यो लुगा, खानेकुरा मात्रै, अन्य भौतिक वस्तुहरू मात्रै ठुलो होइन। उसलाई उसको भावना बुझ्न सकिदियौँ भने पक्कै पनि मेरो बाबा मम्मीले अथवा मेरो अभिभावकले मलाई बुझ्नुहुन्छ भन्छ र उसले पनि आफ्ना बाबा मम्मीको समस्याहरू त्यो बच्चाले पनि बुझ्न सक्छ। यदि हामीले उनीहरूको भावनाहरू बुझ्दैनौँ भने के हुन्छ त भने मेरो बाबा मम्मी मलाई बुझ्नुहुन्न होइन भनेर उनीहरू चाहिँ एकदमै निराश, भावनात्मक रूपमा उदासीन हुने, निराश हुने र कुनै पनि काममा सफल नहुन पनि सक्दछन्। तसर्थ एउटा अभिभावक भइरहँदा हामीले के कुरामा ख्याल गर्नुपर्छ भन्दाखेरि चाहिँ बच्चालाई जन्मायौँ, विद्यालय पठायौँ, कापी कलम किनिदियौँ, त्यति गर्दैमा हामी एउटा असल अभिभावक हुन सक्दैनौँ। त्यसको लागि हामीले चाहिँ के गर्नुपर्छ त? उसलाई चाहिँ एउटा सुरक्षित, म यहाँ चाहिँ सुरक्षित छु, मलाई बाबा मम्मीले अथवा मेरो परिवारले जसले चाहिँ उसको संरक्षण गर्नुभएको छ, उहाँबाट म एकदमै माया पाएको छु, सम्मान पाएको छु, मेरो भावना बुझ्नुहुन्छ भन्ने खालको फिलिङ हुँदैन, तबसम्म हामी चाहिँ एउटा असल अभिभावक पक्कै पनि हुन सक्दैनौँ जस्तो लाग्छ मलाई। र यति भनिरहँदा यहाँ यसमा के लेखेको छ त भन्दाखेरि सर मेम्बरले पनि देख्न सक्नुहुन्छ ल, हाम्रो अर्जुन सर यहाँ लेखेको कुराहरू यसो पढ्न सक्नुहुन्छ? बालबालिकालाई जन्म दिने, पालन पोषण गर्ने, उनीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने, अनौपचारिक शिक्षा प्रदान गर्ने, सुरक्षाको प्रत्याभूत गराउने एक संरक्षण व्यक्ति नै अभिभावक हो। हेर्नुहोस् त, अब हामी विद्यालयमा पढाउने शिक्षक मात्रै शिक्षक होइन रहेछन् होइन। पहिलो गुरु भनेको त अभिभावक नै, आमा बुवा नै हुन्। बालबालिका 4 वर्षमा भएपछि विद्यालय जान्छन्, त्योभन्दा अगाडि धेरै कुराहरू बच्चाले घरबाटै सिकेर गइसकेका हुन्छन्। तसर्थ अनौपचारिक शिक्षाको सुरुवात गर्ने भनेकै अभिभावक हो। तसर्थ अभिभावकले कस्तो किसिमको वातावरण दिनुहुन्छ, सोही अनुसार हाम्रा बालबालिकाहरू हुने गर्दछन्। यसरी हामीले अभिभावकत्व निभाइरहँदा, अभिभावकत्व ग्रहण गरिरहँदा हामीले धेरै कुराहरूमा ख्याल गर्नुपर्छ भन्ने कुरा पनि हामीले हाम्रा अभिभावकहरूलाई चाहिँ सचेत गराउनु पर्ने हुन्छ। त्यस्तै गरी अब अभिभावकत्व कसरी गर्ने त? अब हामी एउटा अभिभावक छौँ, अब आफ्नो जिम्मेवारी कसरी पुरा गर्न सक्छौँ भन्दाखेरि यसरी हेर्नुहोस् त, यो चित्रले पनि हामीलाई प्रश्न पारिसकेको छ। बच्चाहरूसँग उनीहरूलाई चाहिँ रमाइलो वातावरण, रमाउन सकुन्, बच्चाहरू हामीसँग रमाउन सकुन्, उनीहरूले आफ्ना कुराहरू भन्न सकुन्, उनीहरूलाई हामीले पनि समय दिन सकौँ। समय मिलाएर छुट्टीको समय उनीहरूलाई पनि आफू घुम्न जाँदा सँगै लग्यौँ भने होइन, र यस्तो हुँदाखेरि चाहिँ उनीहरूले आफ्ना कुराहरू पनि सबै भन्ने, बुवा आमाले पनि मेरा भावनाहरू बुझ्नुहुन्छ, हामीलाई चाहिँ बुझ्नुहुन्छ, हामीलाई सँगै लानुहुन्छ, समय दिनुहुन्छ भनेर उनीहरू चाहिँ के हुन्छन् त, एक प्रकारको प्रसन्न हुने पनि गर्दछन्। यसरी हामीले एउटा अभिभावकत्व ग्रहण गर्नको लागि, प्रदान गर्नको लागि कसरी गर्ने त भन्दाखेरि सबैभन्दा हाम्रा बालबालिकाहरूको साथी बनिदिनुपर्छ। उनीहरूका मनका भावना, उसको विचार के छ, उसले के सोचिरहेको छ, के चाहेको छ। यदि नराम्रा कुराहरू छन्, नराम्रा बानी व्यवहारहरू छन् बच्चाका भने पनि सबै कुरामा मैले प्रशंसा गर्नुपर्छ, माया गर्नुपर्छ भन्दा सबै कुरामा माया गर्ने, प्रशंसा गर्ने भन्दा पनि के कमजोरी हो? अब हिजो पनि मैले भनेको थिएँ नि क्लासमा होइन, जस्तो राम्रो कुरा छ भने समूहमा प्रशंसा गर्ने र नराम्रा बानी व्यवहारहरू छन् भने त्यसलाई छुटाउनु पर्ने हुन्छ। यदि बच्चाले जिद्दी गर्छ तर त्यो अनावश्यक कुरा छ भने त्यो हामीले, त बच्चा रोयो भनेर पुर्याउन थाल्यो भने त्यो त हामीलाई त जित्छ भोलि।
त्यसको लागि हामीले कसरी उसलाई रियलाइज गर्ने त यो चाहिने कुरा हो होइन, यसले के असर गर्छ, ती कुराहरूलाई बच्चाहरूलाई चाहिँ सम्झाउन हामीले कसरी उनीहरूलाई रियलाइज गराउन सक्छौँ, त्यो कुरामा चाहिँ विशेष ख्याल गर्नुपर्छ। त्यस्तै गरी एउटा भनाइ पनि रहेको छ, यहाँहरूले धेरै सुन्दै आउनु पनि भएको छ होइन, एउटा के अरे अन्य जस्तै सामग्रीहरू बिग्रियो भने हामी बनाउन सक्छौँ अरे होइन, यो मोबाइलहरू उसले सामग्रीहरूले चाहिँ जुन बच्चाहरूको ह्याबिट बिग्रिसक्छ नि, अनि चाहिँ त्यो बिग्रिसकेको बच्चालाई चाहिँ एकदमै बनाउन त्यो पहिलेको अवस्थामा ल्याउन चाहिँ एकदमै गाह्रो हुन्छ अरे। तसर्थ हामीले समयदेखि नै सचेत हुन चाहिँ आवश्यक छ भन्दै अब हेर्नुहोस् त बच्चा बच्चीलाई चाहिँ पढ भन्दा पनि हामीले के गर्नुपर्ने रहेछ त भन्दा सँगै राखेर जस्तै हामी धेरै जस्तो अभिभावकहरू हामी विभिन्न ठाउँमा कार्यक्रमहरू चलाउन जान्छौँ, विभिन्न ठाउँमा देख्छौँ। त्यतिखेर के पनि भन्नुहुन्छ भनेदेखि अभिभावकहरूले नि भन्ने गर्नुहुन्छ, अब पढाउन त हामीलाई कहाँ आउँछ र, पढाउने काम त शिक्षकको हो नि, हामीले विद्यालय पठाइदिएकै छौँ भन्नुहुन्छ। अनि के गर्नुहुन्छ त एकदमै बच्चाहरूलाई चाहिँ पढ भनेर रिसाउने, झर्किने, आफू चाहिँ के गर्ने त मोबाइल हेरेर बस्ने, होइन, लाइक कमेन्ट गरेर बस्ने। त्यतिखेर बच्चाहरूको ध्यान चाहिँ के हुन्छ त मोबाइलमा के छ, मम्मीले के गरिदिनुहुन्छ, बाबाले के हेरिदिनुहुन्छ भनेर उनीहरूको ध्यान चाहिँ लुकेर भए पनि त्यो मोबाइलतिर हेर्ने गरिरहेको हामीले पाएका छौँ। त्यसो गर्दाखेरि के हुन्छ त न बच्चाले त्यहाँ पढाइ हुन्छ, न ऊ त खुसी भएर केही क्षण भए पनि मनोरञ्जन त्यो लिन पाउँछ। यसर्थ हामीले बच्चाहरूलाई जति बेर पढाउनु पर्ने हुन्छ त्यति बेर चाहिँ सँगै बसिदिने, उनीहरूले के जानेका छन् उनीहरूका जिज्ञासाहरू सकेसम्म हामीले मेटाइदिन सक्यौँ भने पक्कै पनि हामी असल अभिभावक हुन्छौँ भनेर हामीले चाहिँ प्यारेन्टिङ जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू गर्दा यहाँहरूले चाहिँ यस्ता कुराहरूलाई पनि अगाडि बढाउनुहुन्छ। र यसरी हामीले सबैभन्दा पहिले के गर्नुपर्ने रहेछ त आफ्ना बच्चालाई बुझ्नुपर्ने रहेछ। मेरो बच्चाको रुचि के छ, केमा रमाउँछ, कसरी पढ्दा रमाउँछ, होइन, सँगै बसेर पढिँदा सँगै बसिदिँदा अथवा के गर्दाखेरि चाहिँ खुसी हुन्छ त, उसको मनोभावना के छ, आदि कुराहरू हामीले चाहिँ बुझ्नु जरुरी रहेछ। त्यस्तै गरी अब हेर्नुहोस् त अब यहाँ हजुरहरूले देखिसक्नु भएको छ, यहाँ स्याउको दानाहरू छन्, यहाँ एउटा बिउ चाहिँ अङ्कुराउँदै गरेको छ भने यताको यो रुखमा चाहिँ धेरै फल लागेको छ। अब यसबाट हामीले यो के सङ्केत गर्न खोजेको भन्दाखेरि सरी के भन्न खोजेको भन्दाखेरि जस्तै हेर्नुहोस् त कल्पना म्याम, मानव कल्पना म्यामले 2टा दाना अनारका दाना किनेर ल्याउनु भयो। के गर्नुभयो, एउटा दानालाई एकदमै मलजल गरेर बारीमा एकदमै राम्रो ठाउँमा रोपिदिनु भयो, त्यसलाई तारबार गर्नुभयो, समय समयमा पानी मल लगाउने रेखदेख गर्ने गर्नुभयो। एउटा दानालाई चाहिँ के गर्नुहुन्छ त घरको कोठाको एउटा कुनामा कुनै त्यतिकै राख्नुहुन्छ भने त्यो बिरुवा त्यो 2टा दाना सँगै ल्याएको दानामा कति फरक होला भने एउटा राम्रो वातावरण पाउने बित्तिकै त्यो एउटा बिरुवाले ठुलो भएपछि कति धेरै फल दिन्छ भने एउटा सँगै ल्याएको दाना एउटा हामी कुनामा राख्छौँ भने त्यतिकै कोचिएर जान्छ। त यो मैले के भन्न खोजेको भने हामीले हाम्रा बालबालिकाहरूलाई कस्तो किसिमको वातावरण दिन्छौँ, हाम्रा बालबालिकाहरू त्यस्तै हुने गर्दछन्। र हामीले सकेसम्म जस्तै एउटा बिरुवा सानो हुँदा त्यसलाई तारबार लगाउँछौँ, होइन, त्यो जबसम्म दह्रो हुँदैन, त्यो हावाहुरीले भाँच्छ कि भन्ने हुन्छ, बोट बिरुवा जनावरहरूले केहीले खाइदिन्छ कि भनेर हामी तारबार पनि गर्छौँ। जब बिरुवा ठुलो हुन्छ दरिन्छ, त्यस्तै हाम्रा बालबालिकाहरूलाई पनि हामीले सधैँभरि संरक्षण गरिरहनु पर्दैन। जबसम्म उनीहरू सक्षम हुँदैनन् तबसम्म हामीले उनीहरूलाई चाहिँ के पढ्दैछ, के कस्तो सङ्गत छ, के छ आदि कुराहरूमा ख्याल गऱ्यौँ भने चाहिँ यो बिरुवा एउटा बिउ ल्याएको बिरुवा अङ्कुराउँदै एकदम ठुलो वृक्ष भएको छ। त्यो वृक्षले हामीलाई हेर्नु त फल पनि दिएको छ, उता छारी पनि दिएको छ, होइन, त्यसबाट धेरै फाइदा हामी एउटा बिरुवाबाट लिन सक्छौँ। त्यस्तै गरी हामीले हाम्रा छोराछोरीहरूबाट हाम्रा बालबालिकाहरूबाटलाई हामीले जे दियौँ अहिले भोलि पर्सि त्यही हामीलाई उनीहरूले फर्काउँछन्। तसर्थ पनि हामीले हाम्रा बालबालिकाहरूलाई कस्तो वातावरण दिने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। र जस्तै कल्पना म्याम अब काउन्सिलिङको सेसनमा जानुहुन्छ, ल म्याम चाहिँ एउटा कल्पना म्याम काउन्सिलर हो भन्ने थाहा छ र एकजना अभिभावक के भन्नुहुन्छ त भन्दाखेरि
कल्पना म्यामले त काउन्सिलिङ गर्नुहुन्छ अरे, बच्चाहरूलाई चाहिँ यस्तो एकदमै चकचके होइन यस्तो भनेको नमान्ने बच्चाहरूलाई पनि काउन्सिलिङको सेसनमा राखेर चाहिँ धेरै सुधार भएको छ अरे भनेर चाहिँ यस्तो गाउँमा चाहिँ हल्ला भएछ। धेरैजनाले म्यामलाई विश्वास गर्न थाल्नु भएछ। अनि त्यस्तै सुनेर के गर्नुभएछ त एकजना अभिभावक आउनुभएछ। कल्पना म्याम हजुर त यस्तो गर्नुहुन्छ अरे मैले सुनेको थिएँ। मेरो बच्चा यस्तो बानी व्यवहारको छ, म एकदमै चिन्तित छु। अब के गर्ने होला भनेर उहाँसँग कुराहरू राख्नुहुन्छ भने त्यसपछि कल्पना म्यामले के गर्नुहुन्छ त भन्दाखेरि के छ कस्तो छ अब तपाईँ यस्तो गर्नुहोस्, बच्चालाई माया गर्नुहोस् भन्दैमा चाहिँ उहाँमा चेन्ज हुन्छ त केही पनि हो माया गर्नु अरे। माया गर्यो भने त सिधै माया गर्नुहोस् कल्पना म्यामले भनिदिनु भयो भने त्यो माया गर्नु अरे के न कल्पना म्यामले गरिदिनुहुन्छ भनेको त माया त्यतिकै त यहाँ टाउकोमा टेकेको छ कस्तो छ। बच्चालाई डर देखाएन भने माया गर्यो भने बच्चा झोला झनै हेप्छ भनेर धेरैजना अभिभावकहरूले भन्नुहुन्छ। अब उहाँलाई माया गर्नु छैन कि हजुर के गर्छ त बच्चाले, हजुरले के गर्नुहुन्छ, कति बजी पढ्छ, विद्यालय कति बजी आउँछ, विद्यालयमा के पढाइ हुन्छ, कुन सर म्यामले के पढाउनुहुन्छ अरे सोध्नु भएको छ भन्दै उहाँले चाहिँ अभिभावकसँग कुराकानी गर्नुहुन्छ। अनि त्यो त सोधेको छैन। अनि उहाँले छैन सोधेको, मैले स्कुल पठाउँछु आउँछ खोइ के पढाउँछन् कसो गर्छन् थाहा छैन भन्नुहुन्छ। अनि घरमा आएर गृह कार्य गर्छ गर्दैन कुन गृह कार्य छ भनेर सोध्नुहुन्छ कि सोध्नुहुन्न भनेर कल्पना म्यामले फेरि सोध्नुहुन्छ। त्यसो गर्दै जाँदाखेरि अब के हुन्छ त घुमाउरो बाटोबाट डाइरेक्ट भनौँ भने कसैले पनि रियलाइज गर्दैन ओहो यस्तो सोध्नु पो पर्ने रहेछ त भने मैले त कहिले पनि त्यस्तो कुरा सोध्दिन थिएँ भनेर उहाँ चाहिँ बाटोमा घर फर्किनुहुन्छ नि। अनि विचार गर्न थाल्नुहुन्छ ओहो त्यस्तो कुरा त मलाई कहिले पनि थाहा थिएन, म त पढ्छन् नपढे पढ भन्थे पढ्दैनथे बच्चाहरू त भनेर अनि रियलाइज गर्दै गर्दै जानुहुन्छ। र आज अनि फेरि अर्को दिन फेरि भेट्नुहुन्छ। अनि के सोध्नु भयो त बच्चालाई के कारणले पढ्न मान्दो रहेनछ होइन भनेर आदि कुरा गर्दै जाँदा उहाँको पनि मन फर्किन्छ। बच्चालाई केयर गर्नुपर्ने रहेछ भनेर थोरै उहाँका आफ्ना बानी व्यवहारहरू चेन्ज गर्नुहुन्छ। त्यो बानी व्यवहारहरू चेन्ज गर्दै माया गरे जस्तो खालको अलि मायाले स्वरले त्यो बच्चालाई कराउने आमाले भोलिदेखि बाबु के तिमीले खाना खायौ नास्ता खायौ आज स्कुलमा के नास्ता खायौ होइन तिम्रो गृह कार्य होमवर्क छ कि छैन होमवर्क गरेको पनि देख्दिन त भनेर यसरी आफ्नो व्यवहारहरू परिवर्तन गर्न थाल्यो भने पक्कै पनि त्यो बच्चालाई चाहिँ के हो मेरो मम्मी त पहिले त गाली गर्नुहुन्थ्यो आजकल त यति राम्रैसँग बोल्नुहुन्छ भनेर ऊ पनि के हुन्छ त मम्मीसँग नजिक हुने र पढेको कुराहरू आज यो सरले यस्तो पढाउनु भयो अलिकति ध्यान दिन थाल्ने र परिवर्तन आज भोलि गर्दै गर्दै आजको भोलि एकै दिनमा आज मैले सम्झाउन थाल्छु। हाम्रो बानी काउन्सिलिङ भन्दा पनि परामर्श सल्लाह सुझाव यसो गर्नुपर्छ पढ्नुपर्छ भन्छौँ र भोलिपल्ट तुरन्त त्यो बच्चाले गरेन भने यो यस्तो फटा छ भनेर भन्न थाल्छौँ। तर आज भोलि गर्दा एउटा बानी परिवर्तन भएको छ कि छैन विचार गर्दै जाने अनि केही दिनपछि अर्को थोरै उसको व्यवहार पहिलेभन्दा कति फरक छ त्यसरी हामीले निहाल्दै जानेर अनि के गर्छौँ त उसको जुन राम्रो पक्ष भेटाउँछौँ त्यतिखेर हामी के गर्छौँ त ओ तिमी त यति राम्रो रहेछ यो तिम्रो काम यो देखेर एकदमै खुसी भएँ भनेर यसरी हामीले प्रशंसा गर्न लगाउन पर्ने हुन्छ अभिभावकहरूलाई पनि र हामीले पनि सोही अनुसार काउन्सिलिङलाई अगाडि बढाउनु पर्ने हुन्छ। यसो गर्दै गयौँ भने त्यो एउटा जो अभिभावक गुनासो गर्दै आउनुभएको हुन्छ एकदम अत्यधिक चञ्चलेपना छ अनुशासनजन्य समस्या छ त्यस्ता बालबालिकाहरूलाई सहजै हामीले त्यस्ता किसिमका बानी व्यवहारहरू हटाउन सक्दछौँ। अब त्यस्तै गरी अब हामीले चाहिँ बच्चा कस्तो भयो भन्दा पनि हामीले कस्तो वातावरण दिउँ भन्ने कुरामा निर्भर हुन्छ भन्ने कुरा आयो यसबाट। अब यो चित्रबाट नै यहाँले बुझिसक्नु भएको छ हामीले बच्चाहरूले हामीले के भन्छौँ भन्दा पनि के गर्छौँ भन्ने कुरालाई चाहिँ विशेष ध्यान दिएका हुन्छन् र हामीले गाली गर्छौँ रिसाउँछौँ उनीहरू पनि त्यस्तै किसिमको व्यवहार गर्छन् होइन उठ्दैनस् भनेर चिच्याएर कराउँछौँ उठ्दिन यो काम गर्दिनस् गर्दिन भनेर अझ बच्चाहरू चाहिँ जर्किने खालको हुन्छन् बाबु यस्तो गर ल हुन्छ मामु म अहिले गर्छु त्यस्तो किसिमको हामी बच्चाहरू कस्तो हुने भन्ने हामीले के गर्छौँ कसरी बोल्छौँ त्यही बच्चाहरूले टिप्ने गर्छन्। तसर्थ हामीले बालबालिकाहरूलाई के गर्यौँ बालबालिकाहरूले के गरे भन्दा पनि हामीले के गर्यौँ भन्ने कुरालाई चाहिँ महत्त्वका साथ अगाडि बढाउनु पर्ने हुन्छ
र अर्को यो के भन्न खोजेको भन्दाखेरि जस्तै अब हाम्रो धेरै के गर्छौँ त बच्चाहरूलाई हामी आफ्नो विगतसँग तुलना गर्छौँ होइन अर्जुन सर के गर्छौँ भन्दाखेरि हामी यति टाढा थियो होइन यस्तो स्कुल धेरै टाढा थियो यति घरमा काम सहयोग गर्नु पर्थ्यो यति दुःख गरेर हामीले पढेको होइन तिमीहरूलाई अहिले केही काम पनि गर्नु पर्दैन पढ्ने मात्रै छ तै पनि पढ्दैनौ भनेर हामी आफ्नो विगतसँग तुलना गरिरहेका हुन्छौँ बच्चालाई अब त्योभन्दा पनि हिजो हामी अप्ठ्यारो थियो र त हाम्रा छोराछोरीलाई त्यस्तो अप्ठ्यारो नहोस् सहज तरिकाले आफ्नो जिम्मेवारी आफ्नो काम सम्पन्न गरौँ भनेर हामी राम्रा राम्रा स्कुलहरू होइन खोज्दै राम्रो ठाउँमा पढाउन प्रयास गरिरहेका हुन्छौँ तसर्थ हामीले कहिल्यै पनि बच्चालाई चाहिँ आफ्नो विगतसँग मैले यसो गर्थेँ उसो गर्थेँ भन्दा त्यो कुराहरू चाहिँ उनीहरूलाई मन पर्दैन तसर्थ हामीले हाम्रो विगतसँग तुलना गरेर र मैले ढिक्कीमा धान कुटेर खाएको भन्दा अब बच्चाहरूले ढिक्कीमा धान कुटेर खान सम्भव छ त त्यो हामीले त्यसो भन्दाखेरि त्यो पाच्य हुन्छ त हुँदैन नि त तसर्थ हामीले अब कस्तो बनाउनु त बच्चाहरूलाई हार्ड वर्क हामीले यस्तो कठिन काम गऱ्यौँ भन्दा पनि अब स्मार्ट वर्क सजिलैसँग कठिन कामलाई पनि सहज तरिकाले बच्चाले कसरी गर्ने भन्ने अब पहिले हेर्नुहोस् त हामी अब यही ट्रेनिङ लिन जानु छ भने पनि अब जस्तै म पहिले धेरैचोटि दिपायल गएको छु अब यहाँबाट धनगढीबाट दिपायल जानको लागि अब होइन 8-9 घन्टाको यात्रा त्यहाँ रुममा बस्नुपर्ने घरदेखि टाढा अब कति दिन घर छोड्नुपर्ने त्यस्तो किसिमको समस्याहरू अनि त्यहाँ बसाइ आफूले भने जस्तो खालको नहुने त्यो खर्चहरू तर अहिले त हामी हेर्नुहोस् त कति परिवर्तन भइसकेको छ अब कहीँ जानु परेको छैन हामी आफ्नै कोठामा बसेर चाहिँ मजाले जस्तो किसिमको ट्रेनिङहरू पनि लिन सक्ने भएका छौँ जहाँ इच्छा तहाँ उपाय भने इच्छा शक्ति भयो भने जस्तो सुकै कुराहरू पनि सम्भव छ भने जस्तै हामीले अब बच्चाहरूलाई हाम्रो विगतसँग अरूसँग तुलना गर्ने होइन कि उनीहरूलाई अहिलेको विश्व यो ग्लोबलाइजेसनसँग कसरी प्रतिस्पर्धात्मक तरिकाले अगाडि बढाउने त्यो किसिमको वातावरण हामीले कसरी निर्माण गरिदिने भन्ने कुरालाई चाहिँ हामीले विशेष ख्याल गर्दै उनीहरूलाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि त्यो हार्ड वर्क गर्ने जस्तै एउटा कागको कथा त नसुन्नु भएको कोही पनि छैन होइन त्यो कठिन त्यो ढुङ्गा बटुल्दै त्यो घैँटोमा भरेर पानी खाएको कथा हामीले सुनेका थियौँ तर अहिले हेर्नुहोस् त त्यो ढुङ्गा बोक्ने भन्दा त्यो के पाइप एउटा के भन्छ त्यसलाई अहिले भन्न नाम पनि आएन त्यसले चाहिँ पानी सट्टो तानेको एकदमै सहज तरिकाले बुद्धिको प्रयोग गरेर होइन बल भन्दा नि बुद्धिको प्रयोग गरेर सहज तरिकाले उसले चाहिँ पानी खाएको यहाँ हजुरहरूले चित्र देख्नुभयो तसर्थ हामीले विगतसँग हामीले यसो गऱ्यौँ उसो गऱ्यौँ भन्दा पनि अब कसरी अबको विश्वसँग कसरी प्रतिस्पर्धा गरेर अगाडि बढ्ने त त्यो किसिमको वातावरण हामीले कसरी निर्माण गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ यो कुरा हामीले विभिन्न किसिमका होइन काउन्सिलिङका कार्यक्रमहरूमा अभिभावक शिक्षा कार्यक्रमहरूमा यी कुराहरूलाई चाहिँ विशेष फोकस गर्नुपर्छ भनेर पनि मैले जोडेको हो र त्यस्तै गरी अब छ हेर्नुहोस् त अब यहाँ के भन्छ भन्दाखेरि अब हाम्रा बालबालिकाहरू हुर्काउने शैलीको असर र लक्षणहरू हेर्नुहोस् त हामी अभिभावकहरू यो कोही चाबी जस्ता हुन्छौँ अरे यो कोही चस्मा एकदमै बच्चाहरूलाई हेर्ने कहाँ के गर्दैछ धेरै नियन्त्रण गर्ने कोही साथी जस्तो हुने होइन यस्तो अब हामी कस्ता अभिभावक बन्ने र जसले कारणले कस्ता कस्ता लक्षणहरू हुन्छन् र हाम्रा बालबालिकाहरू कस्ता हुन्छन् भन्ने कुरालाई चाहिँ यसमा देखाएको छ जस्तै अभिभावकहरूमा अब जस्तै निरङ्कुश अभिभावक यो अभिभावक मात्रै नभनौँ यहाँ शिक्षक तथा अभिभावकहरू अब होइन कोही शिक्षकहरू पनि एकदमै कडा निगरानी धेरै अनुशासनको पालना गर्न लगाउने एकदमै कठोर हुने सानातिना गल्तीहरूमा पनि सजाय दिने यस्तो किसिमको शिक्षकहरू पनि हुनुहुन्छ भने अभिभावकहरू पनि एकदमै बच्चाहरूलाई चाहिँ निगरानीमा राख्ने होइन गल्ती गर्दा छुट नदिने हुनुहुन्छ भने कोही चाहिँ गैर जिम्मेवार अब जस्तै वास्तै नगर्ने स्कुल पठाइदिएको छ होइन खाना दिएको छ लाउन दिएको छ पढाउने काम शिक्षक हो भन्ने बच्चाले पढोस् नपढोस् कुनै कुराहरूको माग गरिरहेको छ भने पनि वास्ता नगर्ने अभिभावकहरू हुनुहुन्छ भने कोही चाहिँ एकदमै साथीत्वको व्यवहार गर्ने आफू सँगसँगै उनीहरूले सक्ने खालको कामहरू गर्न दिने यस्तो किसिमको अभिभावकहरू अनुमोदक अभिभावक भन्ने 4 प्रकारका अभिभावकहरू छन् ती अभिभावकहरू हामीले कसरी चिन्ने र कुन अभिभावक त ठिक हो र हामीले कस्तो प्रकारको अभिभावक हुने भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ त्यसै गरी यहाँ अभिभावक शैलीहरूमा निरङ्कुश अभिभावकत्वमा चाहिँ यस्तो एकदमै कडा गल्ती गर्ने छुट हुँदैन सानोतिनो गल्तीमा पनि एकदमै कराउने गाली गर्ने डर देखाउने
यस्तो किसिमको व्यवहारहरू गर्नुहुन्छ। अब यो निरङ्कुश अभिभावकहरू चाहिँ कस छोराछोरीबाट धेरै आशा अपेक्षा गर्ने, मेरो छोरा डक्टर हुनुपर्छ, मेरो छोरा फर्स्ट हुनुपर्छ, 4 GPA ल्याउनुपर्छ, 4 GPA ल्याउनुपर्छ, यस्तो किसिमको धेरै अपेक्षा चाहिँ यस्तो किसिमको अभिभावकहरूले गर्नुहुन्छ। र गल्तीमा माफ तथा छुट हुने, गल्ती भयो भने पनिसमेन्ट दिन, किन गल्ती गरिस् भन्ने, उसलाई चाहिँ आज ठिकै छ त बाबु, ल भइहाल्यो, गल्ती भइहाल्यो, अबदेखि नगर्नु भनेर यस्तो किसिमको उहाँहरूले चाहिँ भन्नुहुन्न। गल्ती गर्ने बित्तिकै पनिसमेन्ट दिने, एकदमै गाली गर्ने, डर देखाउने, यस्ता किसिमका व्यवहारहरू देखाउनुहुन्छ भने कडा अनुशासन र दण्डको प्रयोग, एकदमै बाबा मम्मीले भने भन्दा अरू उनीहरूले गर्ने छुट हुँदैन। शिक्षकले अब यस्तो किसिमको शिक्षकै हुनुहुन्छ भने उहाँले भने भन्दा दायाँ बायाँ बच्चाले विद्यार्थीले गर्यो भने दण्डको प्रयोग गर्ने गरेको पनि पाइएको छ। र अभिभावकको चाहना अथवा अभिभावक तथा शिक्षकले जे भन्नुहुन्छ त्यही प्रदान हुन्छ र सोही अनुसार उनीहरूले चाहिँ चल्नु पर्ने हुन्छ भने यसको प्रभावहरू कस्ता किसिमका हुन्छन् त? त्यस्तो हामीले धेरै कडा अनुशासन अब एकदमै निरङ्कुश टाइपको धेरै आफ्नो नियन्त्रणमा राख्ने गऱ्यौँ भने के हुन्छ त भन्दाखेरि बच्चाहरू चाहिँ एकदमै आक्रामक व्यवहारहरू, एकदमै रिसाउने, केही भन्दा पनि झर्किने, यस्तो किसिमको व्यवहारहरू चाहिँ बच्चाहरूले देखाउँछन्। अनि र अरूको वरिपरि धेरै डराउने वा सर्वाउने, केही भइहाल्छ कि, मैले केही गरेँ भने बिग्रिहाल्छ कि, होइन, अब भनेर चाहिँ डराउने र लाज पनि मान्ने, अलिक शर्माए जस्तो खालको व्यवहारहरू पनि देखाउने गर्छन्। र अनि कम आत्मविश्वास, उनीहरूलाई चाहिँ के अब जानेको कुरा पनि गर्दा, जस्तै कक्षामा पनि आफूले जानेको छ तर अगाडि गएर बोल्नु पर्दा हुँदैन कि, सरले भएन भन्नुहुन्छ कि, साथीहरू हाँस्ने हुन् कि, होइन, आफ्नै घरमा पनि कुनै कामहरू दिँदा बाबा मम्मीले भएन भने पछि रिसाउनुहुन्छ कि भनेर त्यो डराउने, पूर्ण विश्वास भएर आफूलाई जानेको काम पनि गर्न चाहिँ नसक्ने, यस्ता किसिमका व्यवहारहरू देखिन्छन्। र सधैँ चिन्तित हुने, एकदमै मैले गरेको हुँदैन कि, मेरो काम बिग्रिन्छ कि, बाबा मम्मी रिसाउनुहुन्छ कि, सरले केही भन्नुहुन्छ कि, मैले गरेको भएन कि भनेर उनीहरू त्यो आफ्नो जिम्मेवारी पुरा नहुँदासम्म एकदमै डराउने, चिन्तित हुने र आत्तिने, यस्ता किसिमका स्वभावहरू चाहिँ हुने गर्दा रहेछन्। तर हाम्रो अभिभावकहरूको सोच चाहिँ के हुन्छ त भन्दाखेरि बच्चाहरूलाई धेरै माया गर्यो, पुलपुल्यायो भने बिग्रिन्छन्, डर देखाउनुपर्छ, होइन, एकदमै गल्ती गर्यो भने सजाय दिनुपर्छ भन्ने धेरैजना अभिभावकहरूको भनाइरहेको छ। हेर्नुहोस् त, र उहाँहरूले भनेअनुसार गर्दाखेरि बच्चामा कस्ता समस्या आउँदो रहेछन् त? के हामीले सोचे जस्ता बच्चा भयो त? पक्कै पनि भएन। त्यस्तो आक्रामक खालको बनाउनको लागि हामीले बच्चाहरूमा लगानी गरेको हो त? पक्कै पनि होइन। बच्चाहरूमा सधैँ चिन्तित हुन्, डराउन् भनेर हामीले बच्चामा लगानी गरेको हो त? पक्कै पनि होइन। तसर्थ हामीले यस्ता व्यवहारहरू गर्नुहुन्छ या हुँदैन भनेर पनि हामीले अभिभावकहरूलाई चाहिँ सचेत गराउनु पर्ने हुन्छ। र सामाजिक परिस्थितिमा चाहिँ कठिनाइ, सामाजिक उसमा चाहिँ उनीहरू चाहिँ एकदम अप्ठ्यारो महसुस गर्ने, समाजसँग घुलमिल हुन, आफ्नो कुराहरू राख्न पनि नसक्ने, यस्ता किसिमका समस्याहरू देखिन्छन् भने अर्को आयो लोकतान्त्रिक। जस्तो यो चाहिँ के हुन्छ भन्दा एकदमै छोराछोरीहरूका विचारलाई सम्मान गर्ने, उनीहरूका कुराहरू सुनिदिने, यहाँहरूले यो चित्रबाट पनि प्रष्ट हुनुहुन्छ है। र अपेक्षा अनुसारको वातावरण निर्माण गर्ने, छोराछोरीले जे चाहन्छन् त्यस्तै किसिमको, अब यो बच्चाले चाहिँ ठिक भनिरहेको छ है, यसको लागि हामीले पनि सहयोग गर्नुपर्छ र त्यही अनुसारको पढ्नको लागि अथवा घुम्नको लागि कुन समय ठिक छ, कतिखेर उनीहरूलाई पढ्ने वातावरण तयार गरिदिने भन्ने कुराहरू पनि हामीले चाहिँ विशेष ख्याल गर्नुपर्ने हुन्छ। र लोकतान्त्रिक अथवा प्रजातान्त्रिक स्वभावका अभिभावकहरू अथवा शिक्षकहरू चाहिँ बच्चाहरूले सर म्याम आज चाहिँ रमाइलो गरौँ भन्दा हुन्छ नि त, ठिकै छ, ल आज यस्तो गरौँ भनेर कहिले कहिले बच्चाहरूका कुरा, विद्यार्थीहरूका कुराहरू पनि मानिदिनुहुन्छ र गर्न सक्ने काम वा जिम्मेवारी पनि दिनुहुन्छ। र आफूले केही काम गर्दै हुनुहुन्छ भने बच्चाहरूलाई पनि सँगैसँगै, जस्तै तरकारी काट्दै हुन्छ भने उनीहरूलाई पनि काट्न दिने, सानो केही काम गर्दै हुन्छ भने सँगैसँगै थोरै थोरै बच्चाहरूलाई पनि लगाउने, र फुलमा पानी हाल्दै हुनुहुन्छ भने बच्चालाई पनि सँगै फुलमा पानी लगाउन दिने, यस्तो किसिमको स्वभाव चाहिँ लोकतान्त्रिक अभिभावकहरूमा हुने गर्दछ। र क्षमता र भावनाप्रति सचेत, उनीहरूको के गर्न सक्छन् त हाम्रा बालबालिकाले भनेर चाहिँ उनीहरूको भावना के छ त्यसप्रति चाहिँ एकदमै सचेत रहनुहुन्छ लोकतान्त्रिक अभिभावकत्वहरू। र मध्यम स्तरको अपेक्षा, अब धेरै मेरो छोरोले चाहिँ 4 GPA नै ल्याउनुपर्छ, फर्स्ट चाहिँ टप नै हुनुपर्छ, मैले जे भन्छु त्यही मान्नुपर्छ भन्दा पनि मेरो छोरो असल होस्, होइन, संस्कारी होस्, आफूभन्दा ठुलोलाई सम्मान गरोस्, आफूभन्दा सानोलाई माया गरोस्,
कोही व्यक्तित्वहरू आउँदा उहाँहरूलाई सम्मान गरेर एउटा मिठो बोलीले बोलिदियोस् होइन। घरमा आएका पाहुनाहरूसँग एकदम रेस्पेक्ट भाव व्यक्त गर्न सकोस् भन्ने किसिमको उहाँहरूको चाहिँ आशा अपेक्षा हुन्छ। उहाँहरूले चाहिँ फर जिपिए नै ल्याउनुपर्छ, डक्टरै हुनुपर्छ, इन्जिनियरै हुनुपर्छ भनेर यस्तो किसिमको आशा अपेक्षा चाहिँ लोकतान्त्रिक स्वभाव भएका शिक्षक अर्थात् अभिभावकमा यस्तो किसिमको स्वभाव चाहिँ हुँदैन। अब गैर जिम्मेवार अभिभावकत्व, अब यसमा थोरै छलफल गरौँ कि क्या हो है म्याम। अब एकचोटि म चित्र देखाइदिन्छु होइन, हेर्नुहोस् त। गैर जिम्मेवार अभिभावक हल्ला आयो अलि त। रूपा म्याम, समिता भट्ट म्याम क्यामेरा अन गर्न मिल्छ भने अन गर्नु होला है। ल अब हामीले गैर जिम्मेवार अभिभावक भनेर कस्ता अभिभावकलाई बुझ्छौँ होला त अर्जुन सर? बालबच्चाहरूको उचित रेखदेख नगर्ने म्याम, हजुर सर। उनीहरूको चाहिँ भावनाहरूलाई नबुझ्ने, हजुर एकदमै ग्रेट। उनीहरूलाई आत्मसम्मान नगर्ने, त्यही हो म्याम। कल्पना म्याम अरू केही हजुरले थप्नुहुन्छ? जिम्मेवारी भनेको आफ्नो गर्नुपर्ने आफ्नो जिम्मेवारीबाट पछि हट्नु, जिम्मेवारी पुरा गर्न नसक्नु, अनि उनीहरूप्रतिको दायित्व पुरा गर्न नसक्नु, त्यस्तै नै हो म्याम। एकदमै ग्रेट म्याम। हो, तिनै कुराहरू नै हुन्। यहाँहरूको सेयरिङको लागि धेरै धेरै धन्यवाद। हो, जो गैर जिम्मेवार अभिभावकहरू हुनुहुन्छ उहाँहरू चाहिँ कस्तो स्वभाव हुन्छ त भन्दा शून्य संलग्नता। छोराछोरीहरूलाई विद्यालय पठाइदियो, खाना दियो, एउटा कपडा ल्याइदियो भने मेरो जिम्मेवारी पुरा गरेँ भन्ने खालको सोच स्वभाव हुने, आधारभूत अवस्था मात्र पुरा गर्ने। मैले भने जस्तै खाना दिने, लाउन दिने, विद्यालय पठाइदिने, बस। विद्यालयमा गएर पढ्छ पढ्दैन, के गर्छ होइन, गृह कार्य छ छैन, उसलाई मैले के गर्नुपर्छ, माया चाहिन्छ भन्ने कुराहरूको खासै ख्याल नगर्ने हाम्रो अर्जुन सर र कल्पना म्यामले भने जस्तै बच्चाहरूको लागि समय नहुने। उहाँहरू चाहिँ हेर्नुहोस् त, यो चित्रबाट पनि प्रष्ट हुन्छ, आफ्नै दुनियाँमा व्यस्त हुनुहुन्छ। बच्चाले उहाँ बोलाउँदा बोलाउँदा गरेर नसुनेर बच्चा चाहिँ एकदमै रिसाएर बसेको छ। बच्चाहरूको कुराहरूमा खासै ध्यान दिनुहुन्न उहाँहरू चाहिँ। र छोराछोरीलाई समय नदिने, पारिवारिक योजना नबनाउने, चासो नराख्ने, आफै कुलतमा लाग्ने, यस्तो खालको यो चित्रबाट नि प्रष्ट हुन्छ। यता बच्चाहरूले बाबा मम्मी भनेर बोलाइरहेका छन्, मुखमा हेरिरहेका छन् होइन, तर पनि उहाँहरू चाहिँ आफ्नै धुनमा व्यस्त हुनुहुन्छ। यसरी अब के गर्ने कसो गर्ने भनेर एउटा जुन पारिवारिक योजना हुन्छ, प्लान हुन्छ, त्यसमा पनि दिन कटाउने, बास ठिकै छ, ओके, खासै त्यस्तो मतलबै नगर्ने र आफै के हुन्छ त भन्दाखेरि कुलतमा फस्ने लाग्ने त्यस्तो किसिमका सम्भावनाहरू पनि यस्तो किसिमको अभिभावकहरूमा देखिएको पाइएको छ। र यो चित्रबाट पनि हामीले धेरै कुराहरू बुझ्छौँ। यो चाहिँ एकदमै बच्चाहरूको निगरानी बढी राख्ने अभिभावकहरू हुनुहुन्छ भने अब यसका प्रभावहरू चाहिँ के हुन्छ त भन्दाखेरि जस्तै आत्मविश्वासको कमी, आमा बुवाबाट बच्चाले सपोर्ट पाउँदैन भने उनीहरूलाई म गर्न सक्छु भन्ने कुनै कुरामा पनि आँट हुँदैन। तर हामी के गर्छौँ त, उता बच्चाले अभिभावकबाट कुनै कुराको चासो, डटपिन छ कि छैन, कपी छ कि छैन, होमवर्क गर्छ कि गर्दैन, कुनै कुराको मतलब गर्नुहुन्न। अनि हामी विद्यालयमा बालबालिकाहरू पढ्न आउँछन्, अनि हामी यो बच्चा पढ्दैन, यस्तो छ बाबु, तिमी के कारणले पढ्दैन त, किन यसले, मेन समस्या के हो त, यो नसिक्नुको, पढ्न चासो नराख्नुको कारण के हो भनेर हामी खोज्दैनौँ। त्यतिखेर होमवर्क नगर्ने, गृह कार्य नगर्ने भनेर अझ उल्टै शिक्षकहरूले सजाय दिइरहेका हुन्छौँ। तसर्थ पनि एउटा शिक्षकको लागि पनि यो काउन्सिलिङ, मनोपरामर्श तथा तनाव व्यवस्थापन तालिम अत्यन्तै आवश्यक छ। अब काउन्सिलिङको क्षेत्रमा काम गर्ने जुन काउन्सिलरहरू हुनुहुन्छ उहाँहरूको लागि त अत्यन्तै आवश्यक छ। उहाँहरू त झन् समाजसँग सबैसँग जोडिनु भएको हुन्छ भने एउटा शिक्षक भइरहँदा पनि हामीले बालबालिकाहरूलाई बुझ्न सकेनौँ भने पनि हामी जति धेरै मिहिनेत गरे पनि हामीले मिहिनेत गरे अनुसार अहिले जस्तै अब यति % फेल हुने,
भनेर अहिले कति गुनासो प्रधानमन्त्रीले नै भन्नुभएको छ है। त्यो भन्दा पनि किन गुनासो लाग्छ भन्दाखेरि हामीलाई जो अभिभावकहरू बच्चाको केयर गर्नुहुन्छ होइन, उहाँहरूले बोर्डिङतिर लानुभएको हुन्छ। जो अभिभावकहरू बच्चाको खासै वास्ता गर्नुहुन्न होइन, समय दिनुहुन्न, बच्चा बच्चीलाई मात्रै घर छोड्नु भएको छ र सबै प्रकारको बच्चाहरू जस्तै सुस्त मनस्थितिको बच्चा पनि सरकारी विद्यालयमा गएको छ, अर्को अटिजम सम्बन्धी समस्या भएको पनि सरकारीमा छ, अभिभावकले नहेर्ने बच्चाहरू पनि सरकारीमा छ। ती सबै बच्चाहरूलाई चाहिँ समेट्नु परेको हुन्छ र त्यस्तो अवस्थामा पनि अब त्यो त्यो काउन्सिलिङको ट्रेनिङ लिएको एउटा काउन्सिलर शिक्षक चाहिँ विद्यालयमा भयो त के कारणले समस्या भएको त्यो खोजी गर्नुहुन्थ्यो होला नि त। उसलाई पनिसमेन्ट दिने, पढेनस् होमवर्क गरेनस् भन्दा पनि के कारणले गर्न, यो घरको परिवारको अवस्था कस्तो छ त्यहाँ जानुहुन्थ्यो होला, बुझ्नुहुन्थ्यो होला, अभिभावकलाई काउन्सिलिङ गर्नुहुन्थ्यो होला होइन, बच्चाहरूलाई चाहिँ मनोबल बढाउने, आत्मबल बढाउने, हौसला दिने खालका एक्टिभिटिज गर्नुहुन्थ्यो होला। त्यसको लागि पनि यो तालिम चाहिँ एकदमै आवश्यक छ र हामी जो मनोविमर्शकर्ताको रूपमा कार्य गर्दै आएका छौँ, हामीहरू चाहिँ विभिन्न टोलमा अहिले त झन् यो काउन्सिलरहरू जस्तो प्रत्येक नगरपालिकाले काउन्सिलरहरू व्यवस्था गरेको छ र प्रत्येक वडामा काउन्सिलिङ सेन्टरको भवनहरू पनि निर्माण गरिसकेको छ धेरै जसो ठाउँहरूमा। र उहाँहरू चाहिँ गाउँमा समूहमा जाने होइन, त्यहाँ चाहिँ अभिभावक शिक्षा कार्यक्रमहरू यस्ता किसिमका कार्यक्रमहरू गर्दै हिँड्नु भएको छ अहिले। र कहिले कहिले विद्यालयहरूमा पनि जाने होइन, विद्यार्थी उत्प्रेरणा सम्बन्धी कार्यक्रमहरू पनि गर्दै आउनुभएको छ। त्यसले गर्दाखेरि पनि यस्ता समस्याहरू चाहिँ कम गर्न सक्नुहुन्छ भनेर पनि हामीले यो विषयवस्तुलाई राखेका छौँ, यहाँहरूलाई सहयोग मिलोस् भनेर। र अर्को प्रभाव के देखिँदो रहेछ त, बच्चा बच्चीलाई अभिभावकले ख्याल गर्नु भएन, समय दिनु भएन, गैर जिम्मेवार अभिभावकहरूले का कारणले बच्चामा के असर पर्दो रहेछ, प्रभाव पर्दो रहेछ भन्दाखेरि सामना गर्ने शैलीमा केही समस्या आयो भने त्यो समस्यालाई कसरी समाधान गर्ने भनेर त्यो चाहिँ शैलीमा म सक्छु भन्ने आँटै आउँदैन। उनीहरू चाहिँ एकदमै ओहो मलाई यस्तो समस्या परिहाल्यो भने, जस्तै मैले अस्ति भनेको थिएँ नि, आलु जस्तो हुने कि अन्डा जस्तो हुने कि एउटा कफी जस्तो हुने भन्दाखेरि उनीहरू चाहिँ आलु जस्तो नरम, जो अब मलाई केही समस्या भयो कसैले केही गर्छ कि भनेर ओके भन्ने अवस्था छैन भने पनि मलाई केही समस्या आउला भनेर ओके भनिदिने, त्यस्तो किसिमको स्वभाव चाहिँ देखिन सक्दछ र आत्तिने, धेरै चिन्ता गर्ने, समाधान गर्ने क्षमतामा चाहिँ कमजोरी, यस्ता किसिमका लक्षणहरू चाहिँ देखिन्छन् अरे। र अर्को छ अनुमोदक अभिभावक भनेको छ। यसमा चाहिँ के हुन्छ त भने धेरै माया र स्वतन्त्रता दिने, यो चाहिँ प्रायः जस्तो अलिक सम्पन्न परिवारमा जुन सबै कुराहरूको व्यवस्था छ त्यहाँ चाहिँ अभिभावकहरूले चाहिँ धेरै माया गर्नुहुन्छ। बच्चाहरूले जे भनौँ, मामु बाबा मलाई आज अफिसबाट आउँदा यो चाहिन्छ भने चाहिँ चाहिन्छ, त्यो जसरी पनि उहाँहरूले पुर्याउनुहुन्छ। र अनि जतिभन्दा जति बच्चाहरूलाई चाहिँ एकदमै खुसी राख्न प्रयास गर्ने। अब जे भनौँ त्यही पुर्याइदिउँ भने के हुन्छ त, कुनै दिन भएन भने त्यो बच्चा चाहिँ एकदमै रुने, झगडा गर्ने, भुइँमा लडीबडी गर्ने, त्यस्ता किसिमका समस्याहरू पनि देखिएका छन्। र आत्मनिर्भरको बानी विकासको ख्याल नगर्ने, उनीहरूलाई चाहिँ ठुलो भइसक्दाखेरि पनि कति त बजार एरियामा हामीले सुनेका छौँ, देखेका पनि छौँ, ठुलो भइसक्दा पनि आमाहरूले नै कपडा ड्रेसहरू लगाइदिने, जुत्ताहरू लगाइदिने होइन, खाना खुवाइदिने, त्यस्तो गरेको पनि देखेका छौँ हामीले। सानैदेखि खाना खुवाउन सिकाउने होइन, बरु आफूसँगै बस्दिने, ल यो खान्छौ भन्ने, अब सपोर्ट छोड्न सक्छ सुरुमा, सँगै बस्दिने, खाना आफै सिकाउनुपर्छ, कपडाहरू पनि लगाउन सिकाउने, बरु नमिलेको ठाउँमा आफूले मिलाइदिने। अनि झोलामा के छ हेर बाबु, केही सामान छुटेको छ कि, अब सानै छ भने त आफूले मिलाइदिनुपर्छ। अलिकति ठुलो हुँदै जान्छ, 1, 2मा 3मा जाँदाखेरि चाहिँ बाबु तिम्रो झोलामा केही छुटेको छ कि छैन हेर त भन्यो भने त आफ्नो सामानको सानैदेखि ख्याल गर्ने बानी हुन्छ। जब हामी सबै थोक हामीले गरिदिन्छौँ भने भोलिपछि त अब हाम्रो यस्तो पनि गर्छौँ, जस्तै यो बुढी औँलालाई चाहिँ आमा बुवा भनेर भन्छौँ होइन, यो अब दाजुभाइ दिदी बहिनीहरू भन्छौँ, अब यो 2टा औँला चाहिँ अब यो श्रीमान श्रीमती होइन, यसो गरेर गर्दाखेरि सबै औँलाहरू छुट्याउन सक्छौँ यसरी। तर यो औँला यी 2टा चाहिँ छुट्न सक्दैन। यो अनि औँठी पनि हामी यो औँलामा लाउने गर्छौँ, किन त भन्दा यो चाहिँ हार्ट टु हार्ट कनेक्सन हुन्छ भन्ने कुरा पनि छ। र यसरी हाम्रा अभिभावकहरू सधैँभरि त बच्चाहरूसँग हुन सक्नुहुन्न। अनि के हुन्छ त, उनीहरूले केही जान्न पाएका हुँदैनन्, कुनै दिन केही समस्या पऱ्यो, आफ्नो टाउकोमा आइपऱ्यो, आफूमा जिम्मेवारी वहन गर्नुपर्ने भयो भने एकदमै उनीहरू चाहिँ आत्तिने, अब कसरी सम्हाल्ने होला, कुनै आइडिया नहुने, त्यस्तो किसिमको समस्याहरू आउन सक्दछ। र कामको जिम्मेवारी क्षमताभन्दा काम कम दिने, उसले काम गर्न सक्ने अवस्था छ, उमेर छ, तैपनि काम गर्ने अवस्था, बाबु तिमी सक्दैनौ म गरिदिन्छु भन्ने त्यस्तो खालको। गल्तीमा पनि छुट दिने, दण्ड सजाय चाहिँ दिनुहुन्न, गल्ती भइहाल्यो भने ठिकै छ भयो।
होइन। त्यसले गर्दाखेरि चाहिँ ऊ आफू सचेत हुन, गल्ती भयो भने अब दण्ड दिँदैमा सुध्दैन, तर सचेत चाहिँ यो गल्ती हो, यसले के अझ राम्रो गर्यो कि नराम्रो गर्यो भनेर हामीले सचेत गराउँछौँ। त्यो प्रजातान्त्रिक लोकतान्त्रिक अभिभावकत्वहरूले भने चाहिँ अनुमोदक अभिभावकहरूले चाहिँ ठिकै छ गल्ती गरिहाल्यो भनेर खासै वास्ता गर्दैनौँ। अब त्यसले गर्दा अब हेर्नुहोस् त बच्चाहरूमा के हुन्छ त भन्दाखेरि पछि एकदमै ठुलो समस्या आउँछ। उनीहरू आत्मनिर्भर हुनलाई चाहिँ एकदमै गाह्रो हुन्छ। तसर्थ हामीले हाम्रा बालबालिकाहरूलाई एउटा एकदम सक्षम बनाउनको लागि होइन कस्तो अभिभावक बन्ने भन्ने कुरा चाहिँ हामीले एकदमै सचेत हुनुपर्छ भनेर यहाँहरूले चाहिँ के गर्नुहुन्छ त प्यारेन्टिङका क्लासहरूमा अभिभावकहरूलाई सचेत गराउनुहुन्छ। अब यति भनिरहँदा हेर्नुहोस् त हामी यति धेरै प्रकारका अभिभावक हुँदो रहेछौँ। हाम्रा अभिभावकत्व शैलीहरू फरक फरक हुँदो रहेछन्। तर सबैको उद्देश्य चाहिँ के हुन्छ त सबैले मेरो छोराछोरी त राम्रो बन्दै हुन्थ्यो, ठुलो बन्दै हुन्थ्यो, मलाई बुढेसकालमा हेर्छ सहारा हुन्छ भन्ने त सबैको हुन्छ। तर अब हेर्नु त हामीले कस्तो सपना देखेका हुन्छौँ भन्दाखेरि यस्तो मेरो छोरो डक्टर होइदियोस् होइन, मेरो छोरो चाहिँ देशको राष्ट्रपति अथवा संसद यस्तो मन्त्री होइदियोस् भन्ने हाम्रो चाहना हुन्छ होइन। यस्ता ठुला ठुला व्यक्तित्वहरू भएको हामी कल्पना गरेका हुन्छौँ। त्यसको लागि हामीले आफ्नो जिम्मेवारी कतिको निर्वाह गरेका छौँ भन्ने कुरामा चाहिँ अभिभावकले चाहिँ सचेत हुनुपर्छ। यसको लागि चाहिँ हाम्रो सर म्यामहरूले अभिभावक शिक्षा कार्यक्रमहरू फुर्सद हुँदा विभिन्न विद्यालयहरूमा गएर मैले यस्तो किसिमको तालिम लिएको छु, मलाई यो अवसर दिनुहोस् होइन। अभिभावकहरूलाई भेला गराएर पनि यहाँहरूले चाहिँ आफूलाई पनि प्र्याक्टिस हुन्छ, उहाँहरू पनि सचेत हुनुहुन्छ र हजुरहरूका कार्यक्रमहरू देख्दै जाँदा भोलि ल कल्पना म्याम यस्तो आज हामीले विद्यालयमा अभिभावकहरूलाई बोलाउँदैछौँ, अभिभावक शिक्षा कार्यक्रम चलाइदिनुहोस् न भनेर भोलि अभिभावक शिक्षा म्याडमलाई आउँछ। अनि आउनु त आउँछु सर तर यसो अलिकति अनुकनाउनुहुन्छ। अनि होइन आउनुहोस् न आउनुहोस्, बरु हामी कति लाग्छ भन्दाखेरि म यति लिन्छु भनेर अब यही तालिमबाट हजुरहरूले खर्च गर्नुभएको छ। तर म गएँ भने कति लिन्छु? एक दिनको 15,000 रुपियाँ लिन्छु म्याम। एक सेसनको मैले 5,000 रुपियाँ लिन्छु भने बिहानदेखि दिउँसोसम्मको एक पुरै सेसनको 15,000 रुपियाँ एक दिनको क्लास लिन्छु। यस्तै गरी हजुरहरूले पनि गर्दै जानुभयो भने त हजुरहरूलाई पनि चिन्छन्, भोलि चाहिँ विभिन्न ठाउँमा बोलाउन सक्छन् होइन। सुरुमा पैसा भन्दा पनि पैसाको लागि गर्नु हुँदैन, सुरुमा आफूलाई चिनाउने। अनि के हुन्छ त सर आउनुभएको थियो, अर्जुन सरले यति राम्रो कार्यक्रम गर्नुभएको थियो, अनि भोलिपल्ट अर्को दिन त सधैँ त फ्रीमा लाउनु भएन। अनि के हुन्छ त अनि लास्टमा कार्यक्रम गर्नुहुन्छ खाममा हालेर के गरिदिनुहुन्छ? कल्पना म्याम हामीले हजुरको मिहिनेत अनुसार हजुरको अनुसार त दिन सक्दैनौँ होला, त्यही पनि यसो थोरै हामीले अलिकति पेट्रोल खर्च होइन गाडीको खर्चहरू चाहिँ राखेका छौँ, फेरि पनि सम्झिनेछौँ भन्नुहुन्छ होइन। गर्दा गर्दै के हुन्छ त म्यामको चाहिँ एरिया बढ्दै जान्छ, म्यामले आफूलाई चाहिँ चिनाउँदै जानुहुन्छ र एउटा कमाइको स्रोत पनि बन्दै जान्छ। र अब अभिभावकहरूमा हुनुपर्ने गुणहरू जस्तै अभिभावक कस्तो हुनुपर्दछ त भन्दा एकदमै अभिभावक चाहिँ सहयोगी हुनुपर्दछ। प्रत्येक कुरामा हाम्रा बालबालिकाहरूलाई उनीहरूलाई सहयोग हौसला चाहिएको हुन्छ होइन। राम्रा कामहरू गर्दा हामीले उनीहरूलाई हौसला प्रोत्साहन गर्ने प्रशंसा गर्नुपर्दछ र अप्ठ्यारो पर्दा सहयोगी बनाइदिनुपर्छ। कहिले कहिले गृहकार्य नजानेर एकदमै चिन्तित भएका हुन्छन्, त्यतिखेर थोरै सहयोग गरिदिउँ भने पनि उनीहरूलाई चाहिँ एकदमै ठुलै सहयोग पाए जस्तो खालको अनुभूति हुन्छ र समझदारीपूर्ण व्यवहार हामीले धेरै जसो अभिभावकहरूको हामी चाहिँ के सोच्छौँ भन्दाखेरि मैले भनेको चाहिँ बच्चाहरूले मान्नुपर्छ भन्ने हुन्छ। तर हामी मात्रै ठिक हुन्छौँ, हामी मात्रै सही हुन्छौँ भन्ने हुँदैन। बच्चाका कुरा पनि सही हुन सक्छन् र कहिले कहिले हामीले पनि गलत भनिरहेका पनि हुन सक्छौँ। तसर्थ बच्चाका कुरा पनि हामीले मानिदिनुपर्छ। त्यसो गर्दाखेरि मेरो कुरा बाबा मम्मीले मान्नुहुन्छ, अभिभावकले सरले मान्नुहुन्छ भने हामीले पनि उहाँहरूले भनेका कुराका चाहिँ मान्नुपर्छ भन्ने उनीहरूलाई चाहिँ हुन्छ। यसरी हामीले साझेदारीपूर्ण व्यवहार भने उनीहरूका कुरा पनि मानिदिने, उनीहरूले भनेको ठाउँमा कहिले कहिले बाबा मम्मी आज यहाँ घुम्न जाउँ अनि गइदिने, त्यस्तो किसिमको व्यवहारहरू चाहिँ हामी अभिभावकमा हुनुपर्छ र खुल्ला स्वभावको हुनुपर्छ अरे। हामी चाहिँ अभिभावक जे कुरा आफ्ना कुराहरू पनि भन्ने र उनीहरूका मनमा लागेका इच्छाका कुराहरू पनि भन्ने अवसर दिनुपर्छ र सही छ भने ठिक छ, सही छ होइन। अब गलत छ भने बाबु यो चाहिँ यस्तो हो है, यस्तो भयो भने चाहिँ हामीलाई भोलि यसरी अप्ठ्यारो हुन्छ, धोका हुन्छ भनेर हामीले चाहिँ समयमै सचेत गराउन सक्छौँ।
जसले गर्दाखेरि चाहिँ बालबालिकाहरू, हाम्रा छोराछोरीहरू, हाम्रा भाइ बहिनीहरू, हाम्रा विद्यार्थीहरू चाहिँ गलत बाटोबाट लाग्नबाट बच्न सक्दछन्। त्यस्तै गरी यो सम्झौता भनेको छ उनीहरूले भनेको कुराहरू पनि मान्दैन, आफूले भनेको ल तिमीले अब 1 घन्टा पढ्देऊ, त्यसपछि एकछिन टिभी हेरौँला होइन, यस्तो हामीले टाइम टेबल बनाइदिउँ, ल हुन्छ भने एकछिन उनीहरूलाई कतिजना अभिभावकहरू चाहिँ एकदमै छोडिदिने, हेरेको हेरे मान्दैन भन्ने, कोही कोही अभिभावकहरू चाहिँ मोबाइल टिपीहरू पटक्कै हेर्न नदिने, त्यस्तो पनि होइन। अहिलेको समयअनुसार कुनै अब सबै कुरा चाहिँ नेट इन्टरनेटमा छ, आफूलाई चाहिने कुराहरू चाहिँ हेर्न पनि दिनुपर्छ, तर त्यसले त्यो एडिक्ट चाहिँ नबनोस्, त्यो बिना खानै खान नसक्ने, केही गर्नै नसक्ने, छटपटाउने चाहिँ हाम्रा बालबालिका नहुन्। पढ्ने टाइम यति राख्दिनु होला, 1 घन्टा होइन 1.5 घन्टा कति बेर पढ्ने, अनि कति टाइम मोबाइल हेर्ने, आधी घन्टा हेर्ने कि 15 मिनट हेर्ने कि कति मिनट हेर्ने, त त्यो पनि समय राख्दिनु भने यति बजी चाहिँ मैले मोबाइल हेर्न पाउँछु भनेर पनि बच्चाले आफ्नो काम समयमै सम्पन्न गर्न सक्दछ। र उनीहरूले गरेका कामहरूमा चाहिँ तिमी त गर्न सक्दैनस्, तिमी यस्तो गर्न सक्दैनौ, होइन होला भन्दा पनि उनीहरूले भनेका कुराहरूमा पनि हामीले विश्वास गर्नुपर्छ, ताकि उनीहरूले हामीलाई पनि विश्वास गर्छन्। र मायाका कुरा त भइहाले होइन, हामी सबै बच्चा मात्र होइन, हामी ठुला व्यक्तिहरू पनि प्रशंसाका भोगी छौँ, माया चाहन्छौँ होइन, अरूले राम्रो भनिदिएको माया गरेको हामीलाई पनि मनपर्छ भने बच्चाहरूसँग पनि हामी मिठो मायालु व्यवहारले बोल्यौँ भने उनीहरूले पनि हामीबाट त्यही कुराहरू सिक्दछन्। र त्यस्तै गरी एउटा अभिभावकले चाहिँ पहिलो शिक्षक नै अभिभावक हो भन्ने कुरा हामीले अघि पढेका थियौँ। तसर्थ एउटा अनौपचारिक शिक्षाको सुरुवात गर्ने अभिभावक चाहिँ सधैँ असल हुनुपर्छ भन्ने कुरालाई पनि हामीले भुल्नु हुँदैन, र उनीहरूले गरेका राम्रा कुराहरूलाई प्रशंसा गर्न पनि बिर्सनु हुँदैन। र यो अनुशासन शैलीमा चाहिँ हामीले सधैँ सकारात्मक अनुशासन शैलीको प्रयोग गर्नुपर्छ, न कि दण्डात्मक अनुशासन। गल्ती गऱ्यो भने उनीहरूलाई गाली गर्ने, पिट्ने भन्दा पनि त्यो गल्ती के कारणले भयो, त्यसको असर के हुन्छ, अब त्यस्ता गल्तीहरू नदोहोऱ्याउन के गर्नु पर्ला भनेर सचेत गरायौँ भने उनीहरू चाहिँ आफ्नो गल्ती रियलाइज गर्छन् र फेरिदेखि त्यस्ता गल्तीहरू दोहोऱ्याउँदैनन्। त्यसको ठिक विपरीत हामीले चाहिँ गल्ती गर्ने बित्तिकै एकदमै गाली गर्ने, पनिसमेन्ट दिने गऱ्यौँ भने उनीहरूले आफूले गल्ती गरेको कहिले पनि रियलाइज गर्दैन, भित्रभित्र बाहिर डराएर भन्न नसक्लान्, तर पनि आमा बुवा जो अभिभावकहरू हुनुहुन्छ अथवा शिक्षकहरू हुनुहुन्छ उनीहरूसँग चाहिँ एकदमै रिसाउने, अझ शिक्षकहरूको त अर्को नामहरू उपनामहरू राखिदिने पनि गरेको हामीले पाएका छौँ। तसर्थ हामीले जहिले पनि सकारात्मक अनुशासन शैलीको प्रयोग गर्न चाहिँ बिर्सनु हुँदैन भन्ने कुरा पनि हामीले अभिभावकहरूलाई सचेत गराउनु पर्दछ। हामीले यिनै कुराहरू छन्। शिक्षकहरू पनि साथीको जस्तो व्यवहार गर्नुपर्छ, उनीहरूसँग रमाउँदै खेल्न पढ्न सिकाउनुपर्छ, र अभिभावकले पनि हामीले कसरी अभिभावकत्व ग्रहण गर्ने, निभाउने भन्ने कुराहरू चाहिँ यो चित्रबाट देखाउन खोजेको छ। र असल अभिभावकमा सधैँ धीरता र सीमा निर्धारण हुने कुराहरू चाहिँ अब अहिले मैले भने मेरो बच्चा अहिले परिवर्तन भइहाल्नुपर्छ भन्ने हुँदैन, हामीले धैर्य गर्न सक्नुपर्छ र समय सीमा आजको आज होइन कि अब 15 दिन 20 दिन 21 दिन कति दिनसम्म हामीले कुन जिम्मेवारी दिएका छौँ त्यो कतिसम्म पुरा गर्ने भन्ने कुरा पनि सीमा निर्धारण गर्न हामीले सक्नुपर्दछ। र अब अर्को छ यो जस्तो भोगाई त्यस्तै सिकाइ। अब हामी बालबालिकाहरू यस्तो उस्तो भनेर भनिरहेका हुन्छौँ, आलोचना गरिरहेका हुन्छौँ, तर उनीहरूको दोष छैन, उनीहरू जस्तो वातावरण हुर्के त्यस्तै बच्चा हुन्छ भन्ने कुराहरू चाहिँ यहाँ देखाउन खोजिएको छ। जस्तो आलोचना बीच हुर्केको बालकले भत्सना गर्न सिक्छ भने तनाव र विवादमा हुर्केको बालकले लज्जित हुन सिक्छ। शान्त वातावरणमा हुर्केको बालकले जहिले पनि धैर्यवान बन्न सक्छ। जस्तै यो एउटा यहाँहरूले भिडियो पनि देख्न सक्नुहुन्छ, दुईटा बच्चालाई चाहिँ के छ त भन्दाखेरि सँगै राखिन्छ र दुईटा खानेकुराहरू अगाडि दिइन्छ र यति खान भनेपछि मात्रै खानु भन्दा एउटा बच्चा मजाले धैर्य भएर बसेको र अर्को चाहिँ पर्खिनै नसकेको छिटो छिटो त्यो यताबाट उताबाट झिकेर खाइहालेको त्यस्तो भिडियो यहाँहरूले पनि देख्नुभएको छ होला पक्कै पनि। यसले अनि पछि त्यो अध्ययन गर्दै जाँदाखेरि त्यो जुन धैर्य भन्छ त्यो पर्खिन सक्छ, त्यो बच्चा चाहिँ एकदमै ठुलो व्यक्ति, माथिल्लो ओहदाको एकदमै उच्च स्तरको व्यक्ति बन्न सफल भएको थियो अरे। यसरी हामीले बालबालिकाहरूलाई कस्तो बनाउने र भन्ने कुरा हामीले कस्तो वातावरण दियौँ भन्ने कुरामा निर्धारण हुँदो रहेछ।
र तनाव र विवादमा हुर्केको बालकले झै झगडा घरमा तनाव छ, सधैँ वाद विवाद भइरहेको छ, तर्क वितर्क भइरहन्छ होइन, त्यस्तो किसिमको वातावरण छ भने सधैँ झगडा गर्ने होइन, सानो सानो कुरामा न्यु खोज्ने त्यस्तो किसिमको स्वभावका बच्चाहरू हुने गर्दछन्। र आदर र सम्मानमा हुर्केको बालकले प्रशंसा गर्न सिक्छ। जहिले पनि राम्रो कुराहरू केही देख्नु आहा कति राम्रो गरेको भने कोही चाहिँ के हुन्छ त भन्दाखेरि यो तनावमा हुर्केको बच्चाहरू चाहिँ के गर्छ त भन्दाखेरि राम्रो कुराको कहिले पनि मतलब हुँदैन, जुन नराम्रो हुन्छ त्यो कुरालाई पक्रेर झगडा गरिहाल्ने त्यस्तो किसिमको स्वभावका हुन्छन्। भने लाज र शरममा हुर्केको बालकले पछुताउन तरिका मेरो जिन्दगी के बेकार भयो भनेर यो चाहिँ साईको सोसल डेभलपमेन्टमा भोलि पर्सि कुन दिन हुन्छ त्यो क्लास त्यसमा चाहिँ थोरै अगाडि लग्छौँ। र सुरक्षित रूपमा हुर्केको बालकले विश्वास गर्न सिक्छ र प्रशंसामा हुर्केको बालकले चाहिँ सधैँ कदर गर्न सक्छ। तसर्थ अब हामीले हाम्रो बच्चा कस्तो बनाउने भन्ने कुरा हामीले कस्तो वातावरण दियौँ भन्नेमा पनि भर पर्दछ। यो कुरामा पनि हामी अभिभावकहरू सचेत हुन जरुरी छ भन्ने कुरा चाहिँ हामीले सन्देश फैलाउनु पर्ने भयो हाम्रो अर्जुन सर। अब बालबालिकाहरूसँग व्यवहार गर्दा जोगिनु पर्ने कुराहरू भनेर यहाँ छ थोरै। कहिले पनि अरूसँग तुलना चाहिँ नगर्ने। पल्लो घरको यति थोरै पढ्छ, घरमा सहयोग गर्छ, त्यही पनि ऊ प्रथम हुन्छ, यति जिपिए ल्याउँछ, तिमी के गर्छौ भनेर हामीले चाहिँ यसरी अरूसँग तुलना गर्छौँ भने त्यो तुलना गर्ने काम चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन। यो कुरा हजुरहरूले अस्ति भर्खरै मल्टिपल इन्टेलिजेन्समा बच्चाहरू फरक फरक क्षमताका हुन्छन्, तसर्थ हामीले अरूसँग कहिल्यै पनि तुलना नगर्ने। जस्तै हामी यहाँ अहिले कतिजना हामी छौँ, जस्तै कल्पना म्याम जस्तो हुनुहुन्छ, म जस्तो छु, अर्जुन सर जस्तो हुनुहुन्छ, समिता भट्ट म्याम समिता म्याम जस्तो हुनुहुन्छ भने रूपा म्याम जस्तो हुनुहुन्छ। कोही पनि एक अर्कासँग कुनै पनि कुरामा हामी मिल्न सक्दैनौँ। त्यो कुरा चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन। र यसरी लेबलिङ गर्ने त यस्तो उस्तो उपनामहरू दिने होइन, बाँदर जस्तो भयो यस्तो भनेर के नामहरू उपनामहरू दिने गरेको पनि हामीले पाएका छौँ। यस्तो पनि कहिले पनि गर्नु हुँदैन अरे। अनि धेरै अपेक्षाहरू आकाङ्क्षाहरू राख्ने होइन पनि गर्नु हुँदैन। अब यो चित्रलाई त हजुरहरूले बुझिसक्नु भएको छ। हाम्रा बालबालिकाहरू हाम्रा छोराछोरीहरू फरक फरक क्षमताका हुन्छन्, तर हामीले एउटै किसिमको परीक्षा लिएर उनीहरूलाई चाहिँ यो राम्रो यो नराम्रो भनेर लेबलिङ गरिरहेका हुन्छौँ होइन। यो चाहिँ गर्नु एकदमै गलत छ भन्ने कुराहरू चाहिँ हामीले बुझ्नु पर्ने हुन्छ र हाम्रा अभिभावकहरूलाई पनि सचेत गराउनु पर्ने हुन्छ। यसरी अब हेर्नुहोस् त सर म्यामहरू, हामी सबै कुरामा पर्फेक्ट अथवा सक्षम बन्न नसकिएला होइन। हामी मल्टिपल इन्टेलिजेन्स यहाँहरूले क्लास लिइसक्नु भएको छ। हामी सबै कुरामा एउटा कुरामा पर्फेक्ट हुन्छौँ होइन। भने अब सबै कुरामा नभए पनि अब वास्तविक अभिभावक चाहिँ हामीले बन्नै पर्छ। यो कुराहरूलाई चाहिँ अभिभावकलाई सचेत गराउने हाम्रो जिम्मेवारी हो, अब हाम्रो काँधमा आएको छ। बालबालिकाहरूको दुर्व्यवहारको कारणहरू भनेको छ। उनीहरू दुर्व्यवहारमा पर्नुको कारण चाहिँ जस्तै हामीले बच्चालाई खासै ध्यान नदिनु होइन, शक्तिका कुराहरू छन्, उनीहरू कस्तो अवस्थाका छन् होइन, बदलाको भावना, अपर्याप्तता भनेर यस्तो छ। यी कारणहरूले चाहिँ दुर्व्यवहारमा परिरहेका हुन्छन् र हामीले हाम्रा बालबालिकाहरूलाई सबै अभिभावकहरूले चाहिँ सचेत गराउनु पर्ने, आफ्ना छोराछोरीहरूलाई माया अथवा सकारात्मक सुहाइका कुराहरू चाहिँ उनीहरूलाई थाहा दिनुपर्ने हुन्छ। अहिले विद्यालयमा आफ्नै साथीबाट, आफूभन्दा ठुलो कक्षामा पढ्ने दादा दिदीबाट पनि उनीहरू चाहिँ बुलिङमा परेका छन् होइन। यस्तो ब्याड टच र गुड टचको बारेमा थाहा नहुँदाखेरि नकारात्मक छुवाई अथवा नकारात्मक दृष्टिकोणले होइन, नराम्रो सोचले पनि विभिन्न किसिमका व्यवहारहरू गरिरहेका हुन्छन्। तसर्थ हामीले कुन ब्याड टच हो कुन गुड टच हो भन्ने कुरा चाहिँ छोराछोरीहरूलाई समयमै सचेत गराउनु पर्ने हुन्छ भनेर यहाँ थोरै ब्याड टच र गुड टचका कुराहरू छन् होइन। यी कुराहरूमा पनि हामीले सचेत चाहिँ गराउनुपर्छ विद्यार्थीहरूलाई। अब शिक्षकहरूले पनि अब केटीहरूलाई अलिक ठुलो हुँदाखेरि यो पछाडि ढाप मार्ने, भित्रै कपडाहरू तानिदिने त्यस्तो गरेका गुनासोहरू चाहिँ धेरै छात्राहरूले गर्नुहुन्छ र त्यो कुरामा हामीले सचेत गराउने, त्यस्तो अवस्थामा हामीले सम्बन्धित ठाउँमा कहाँ कुराहरू पुर्याउने, आफू कसरी बस्ने भन्ने कुराहरू। हजुर बाहिर आवाज आयो भनेर नेट स्लो भयो।
म्याम अहिले हेलो अहिले आयो आयो म्याम। मैले यो ढोका आवाज आयो भनेर बन्द गरिदिएको त्यो नेट स्लो भएछ। हस् यसरी हामीले अभिभावकहरूलाई यो गुड टच र ब्याड टचको बारेमा पनि जानकारी दिनुपर्ने हुन्छ। अब हाम्रा छोराछोरीहरूलाई कुन बेला माया चाहिन्छ अरे, अब कुन बेला माया चाहिएला यसको बारेमा चाहिँ थोरै डिस्कस गरौँ। हजुर म्याम। कल्पना म्याम नै हुनुहुन्छ। हाम्रा छोराछोरीले हामीसँग कतिखेर चाहिँ मायाको अपेक्षा गरेका हुन्छन्, आशा राखेका होलान् म्याम? बालबच्चाहरूले एक्लो हुँदाखेरि अनि त्यसपछि स्कुलबाट आइसकेपछि अनि उनीहरू टेन्सनमा कहिले कहिले तनाव, स्कुलको होमवर्कहरूको तनावले गर्दाखेरि परेको बेलामा धेरै अन्य कुरामा पर्छ म्याम। अनि अर्जुन सर? अर्जुन सरले क्वेसन म्याम, बुझ्नु भएको छ? उनीहरूको अब चाहना इच्छा बमोजिम हामीले के गर्न सकेनौँ भन्ने उनीहरूलाई चाहिँ हजुर म्याम सुनिया छ कि नै म्याम? सुनिएको छ सर। समिता भट्ट म्याम हजुरको बोल्न मिल्छ? सुनिरहेको छु भनेर लेख्नु भएको रहेछ। ल हस् म्याम। अब हाम्रा बालबालिकाहरूलाई हामीले कति बेला माया गर्ने, कतिखेर उनीहरूलाई हाम्रो मायाको आवश्यकता पर्दो रहेछ भन्दाखेरि जस्तो उठ्ने बित्तिकै उठ्दा उठ्दै एउटा निदाएर आराम गरेर एउटा बिहानीको वातावरण हुन्छ। हामी बिहान उठ्दा उठ्दै उठ्दैनस् भनेर गाली गर्न थाल्यौँ भने उनीहरूको त्यो दिनै खराब हुन्छ। तसर्थ उठ्दा उठ्दै उनीहरूलाई कहिले पनि हामीले गाली नगर्ने, माया बाबु उठ, नानी उठ, हो गृह कार्य गर्नु छ, स्कुल जाने टाइम भयो भनेर एउटा मायालु वातावरणमा हामीले माया गरेर उठायौँ भने उनीहरू सहज रूपमा लिन्छन् र त्यो दिन उनीहरू खुसी हुँदै हुँदै उठ्दा त्यो दिनै एक प्रकारको रमाइलोसँग बित्छ। र हामीले उठ्दा उठ्दै बच्चाहरूलाई कहिले पनि गाली नगर्ने भन्ने छ, माया गर्नुपर्छ उनीहरूलाई। र बाबु अब यो छुवा है भन्छ, कतिपटक छुने बच्चालाई भन्छ, छुने भएर ठुलो भइसकेको बच्चाहरूलाई होइन, जुन सानो बालबालिकाहरू हुन्छ नि होइन, उनीहरूलाई काखमा राख्ने, मम्मी बाबाको आदर चाहिन्छ अरे त्यतिखेर बच्चाहरूलाई। तसर्थ उठ्दा उठ्दै उनीहरूले चाहिँ बाबा मम्मीबाट माया, एउटा मिठो बोलीको होइन, स्पर्शको चाहना राखेका हुन्छन्। त्यस्तै गरी अब हामीले खाना खाने बेलामा खाना खाँदै गर्दा बच्चाहरूलाई कहिल्यै पनि गाली गर्नु हुँदैन अरे। उनीहरूलाई चाहिँ खुसी भएर राम्रोसँग त्यो खाना हामीले जस्तो जस्तो सोच विचार लिएर हामी खाना खान्छौँ, हाम्रो त्यस्तै किसिमको त्यो खानाबाट शक्ति पाइन्छ नि, त्यो चाहिँ त्यस्तै किसिमको नकारात्मक हामी रिसाएर खाएका छौँ भने त्यो खानाले पनि रिस पैदा गर्नको लागि सहयोग गर्छ अरे। तसर्थ खाने बेलामा बच्चाहरूलाई कहिले पनि गाली नगर्ने भन्ने छ। र अब विद्यालय जाँदाखेरि अब विद्यालय जाने टाइम भएको छ होइन, हामी रिसाउन थाल्यौँ भने बच्चा झनै रिसाउँछ। तसर्थ पनि उनीहरूलाई खुसी बनाएर विद्यालय पठाउने भन्छ। र अनि अर्को विद्यालयबाट आउने टाइममा बच्चालाई चाहिँ के हुन्छ अरे त भन्दाखेरि दिनभरि के भएको छ, स्कुलमा कसले माया गर्नुभयो, कसले थ्याङ्क यू भन्नुभयो, कसले कङ्ग्रेचुलेसन भन्नुभयो, कुन म्यामले सरले चरा बनाइदिनु भयो अथवा स्विट टफी चक्लेट बनाइदिनु भयो, कसले के बनाइदिनु भयो, त्यो कुराहरू चाहिँ देखाउनको लागि आफ्ना खुसीहरू राम्रो भनिदिनु भयो, हौसला दिनुभएको छ भने उनीहरूलाई चाहिँ त्यो कुरा घर गएर मेरो बाबालाई मम्मीलाई सुनाउन पाए हुन्थ्यो भन्ने लाग्छ अरे। त्यति बेला चाहिँ उनीहरू मम्मी मम्मी बाबा बाबा भन्दै आउँछन् नि स्कुलबाट आउँदा आउँदै, उनीहरू चाहिँ एकदमै कहाँ हुनुहुन्छ होला मेरो बाबा मम्मी, कहाँ हुनुहुन्छ होला भनेर उनीहरू पहिले घरभित्र पस्ने बित्तिकै बाबा मम्मी खोज्छन् होइन। जो घरमा हुनुहुन्छ मम्मी हुनुहुन्छ मम्मी, बाबा हुनुहुन्छ बाबा, फेरि खोजिरहेका हुन्छन्। त्यति बेला चाहिँ हामीले चाहिँ रिसाइदियौँ भने उनीहरूलाई चाहिँ एकदमै नराम्रो लाग्छ अरे। तसर्थ हामीले विद्यालय आउने बेला पनि उनीहरूलाई चाहिँ बाबु के खायो, आज के पढाइ भयो भनेर बच्चाहरूलाई आफ्ना काखमा लिने, छेउमा राख्ने, पानी दिने, हात खुट्टा मुख धुन लगाउने गऱ्यौँ भने पनि त्यो उनीहरूको चाहिँ सकारात्मक खालको बानी व्यवहारहरू निर्माण गर्छ। र उनीहरूको चाहिँ के हुन्छ त, त्यो नेगेटिभ कुराहरू उनीहरूले लिन अथवा सोच्न पनि अवसर पाउँदैनन्। जसले गर्दा सानैदेखि हामीले बच्चा ठुलो भएर राम्रो हुने होइन कि, हामीले सानैदेखि कस्तो व्यवहार वातावरण बनायौँ सोही अनुसार हाम्रा बालबालिकाहरू हुने गर्दछन्। र त्यस्तै गरी अब सुत्ने बेलामा पनि हामीले गाली गऱ्यौँ भने ऊ चाहिँ अब रिसाएर सुतेको छ भने त अब टेन्सन हुने, छिटो निद्रा नलाग्ने होइन, राति पनि निन्द्रामा पनि कराउने, चिच्याउने त्यस्तो पनि गर्न सक्छ। तसर्थ सुत्ने टाइममा पनि
साना बालबालिकाहरूलाई चाहिँ गाली गर्नु हुँदैन, रिसाउनु हुँदैन। उनीहरू चाहिँ माया गरेर ल बाबु अब होमवर्क गरिसक्यौ, गृहकार्य गरिसक्यौ, ल अब तिमी सुत्ता हुन्छ सुत भनेर हामीले चाहिँ राम्रोसँग सुत्नको लागि वातावरण मिलाइदिने काम हामी अभिभावकको हो भन्ने कुरा मैले राख्दै अब थोरै अगाडि बढाएँ। हेर्नुहोस् त यति राम्रा यी बालबालिकाहरूले हामीसँग धेरै आशा अपेक्षा माया वातावरण चाहिँ चाहेका हुन्छन्, तर यसको ठिक विपरीत भइदिन जान्छ। कहिले कहिले हामीले आफ्नो तनावले गर्दाखेरि बच्चाहरू केही कुरा राख्दैछन् भने पनि हामी झर्किने रिसाउने गरेको पनि हामीले धेरै पाएका छौँ। तसर्थ अब आफूलाई तनाव छ भने त्यो तनाव चाहिँ बच्चालाई पोख्नु हुँदैन भन्ने कुरा पनि हामीले सचेत हुनु पर्दछ। अब यसरी हेर्नुहोस् त हामीले बच्चालाई राम्रो बनाउने नाममा यस्तो किसिमको दण्ड सजाय दियौँ भने क्षणिक आफ्नो अगाडि शान्त हुन सक्छ, छोटो समयको लागि चेन्ज हुन सक्ला हैन। अब पिटेर त परिवर्तन हुन्छ भनेर धेरैजनाले भन्नुहुन्छ, हो एकछिनको लागि हुन्छ, तर दीर्घकालीन रूपमा यो पक्कै पनि हुन सक्दैन। तर हामीले सकारात्मक वातावरणमा माया गरेर उनीहरूका गल्ती कमी कमजोरीलाई रियलाइज गर्दै अब त्यसको परिणाम के हुन्छ भन्ने कुरा अनुभूति गराउन सक्यौँ भने त्यो बच्चा सधैँको लागि असल बन्न सक्छ। तर यसरी पनिसमेन्ट दिएर हुर्केको बच्चा चाहिँ एकछिन बाबा मम्मीको अगाडि एकदमै इमान्दार बन्न खोज्छ, तर उहाँहरूको पछाडि ऊ जति बदमास कोही पनि हुन सक्दैन। तसर्थ हामीले यो दण्ड सजायलाई चाहिँ छोड्नुपर्छ भनेर पनि अभिभावकहरूलाई सचेत गराउनु पर्छ। हेर्नुहोस् त धेरैजनाले चाहिँ गल्ती गर्यो भने बच्चालाई यस्तो पनिसमेन्ट दिने गर्नुहुन्छ कि पिट्ने, सानो बच्चासँग पनि रिसाउने, लट्ठी लगाउने, कान तान्ने। यो कान तान्दाखेरि धेरै बच्चाहरूको यो कानको जाली नै गएको पनि धेरै कारणहरू छन्। टाउकोमा पिट्ने हैन, यसले गर्दाखेरि दिमागमा असर परेको पनि धेरै पाइएको छ। तसर्थ हामीले पिट्दाखेरि कसरी पिट्दैछौँ, कसरी सजाय दिँदा कस्तो सजाय दिँदैछौँ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ अभिभावकले भन्ने कुरालाई चाहिँ मनन गर्दै अब सजाय दिने बच्चालाई कस्तो दिने, सकारात्मक दिने जसले परिणामको लागि उचित ल पढ्ने यो ल पढ्नुपर्छ 1 घन्टा पढ्ने भनेर हामीले त्यो एक किसिमको सकारात्मक सजाय भयो। त्यसले के गर्छ 1 घन्टा बच्चा चाहिँ खुसी भएर पढ्ने वातावरण बनायौँ भने त उसको केही न केही सिकाइ हुन्छ। त्यसले त सकारात्मक वातावरण सकारात्मक सिकाइ प्रदान गर्दछ। तसर्थ हामीले सजाय दण्ड दिने, पनिसमेन्ट दिने, पिट्ने त्यो हैन सजाय जुन शारीरिक पीडाहरू त्यो भौतिक रूपमा नै देखिने खालको पीडाहरू दिएर चाहिँ हामीमा कुनै पनि उपलब्धि हुँदैन। हामीले सजाय दिनुपर्छ त केवल परिणामका लागि उचित विकल्प सकारात्मक फाइदा हुने खालको सजाय दिने भन्ने कुरा छ। र अब बच्चाको अगाडि के नबोल्ने अरे हामीले यी 4 वटा कुराहरू छन्। यी कुराहरूमा चाहिँ सधैँ एकदमै सचेत हुनुपर्छ भन्ने कुरा। जस्तै अहिले धेरै जसो के हुन्छ त भन्दाखेरि स्कुलको बारेमा नकारात्मक अब यस्तो फलानु स्कुल राम्रो छैन। हामीले जस्तै अर्जुन सर हुनुहुन्छ, अर्जुन सरको बच्चा सर मैले गल्ती बोलेँ भने पनि माफ दिनु होला है। कहिले कहिले के हुन्छ भन्दाखेरि बच्चा बच्ची नि भएको हुँदैन, बिहे पनि गरेको हुँदैन, अनि यस्तो उदाहरण दियो भने मलाई यस्तो भन्नुभयो भन्ने पनि हुन्छ। जस्तै मैले हाम्रो कल्पना म्यामको बच्चालाई त मैले देखिरहेको हुन्छु हैन। कल्पना म्याम हुनुहुन्छ हैन, अथवा म नै छु, मेरो बच्चाहरूको बारेमा बच्चाहरू पढ्दै गरेको स्कुलको बारेमा मैले चाहिँ यो स्कुल त राम्रो छैन यताउता भन्दै भने उनीहरूलाई चाहिँ यो स्कुल त राम्रो रहन्छ भन्ने खालको त्यहाँ चाहिँ त्यहाँ जति राम्रो टिचरले पढाए पनि उनीहरूले त्यो स्कुलको बारेमा सकारात्मक हुँदैन र कहिले पनि सिक्दैनन् त्यो स्कुलमा। अनि शिक्षकको बारेमा जस्तै मैले पढाउने विद्यालयमा चाहिँ अर्जुन सरको हाम्रो समिता भट्ट म्यामको छोराछोरी पढ्नुहुन्छ हैन। अनि अर्जुन सर र समिता म्यामले त्यो लीला म्यामले के राम्रो पढाउनु होला है, यस्तो राम्रो हुनुहुन्न, त्यस्ताले पढाएर पनि कहाँ हुन्छ यताउता भनिदिनु भयो भने उहाँको छोराछोरीले मैले पढाउने बेलामा कहिले पनि पढाइमा ध्यान दिनुहुन्न। यो लीला म्यामले राम्रो पढाउनुहुन्न भन्ने हुन्छ, ऊ अन्तै ध्यान हुन्छ। जति राम्रो पढाए पनि उसले त्यो पढाइप्रति कति पनि ध्यान केन्द्रित गर्दैन। त्यस्तै गरी शिक्षाको बारेमा अहिले हाम्रो देशमा चलेको ट्रोल नै भनौँ हैन, नेपालमा बसेर कुनै पनि काम छैन, नेपालको शिक्षा कामै छैन, विदेश जाने। दिनको हजारौँ विद्यार्थी भाइ बहिनीहरू चाहिँ विदेशतिर लाग्नु भएको छ र उहाँहरूले यति धेरै दुःख पाउनु भएको छ। यहाँ एउटा आमा बुवाले कमाएर रुममा राखेर एउटा पढ्नको लागि मात्रै समय त्यति धेरै दिँदाखेरि पनि गाह्रो भइरहेको हुन्छ भने
उहाँ पढ्ने खर्च, रुमको तिर्नुपर्ने आफ्नो व्यक्तिगत खर्चहरू सबै जुटाएर पढ्नुपर्ने छ र उमेर सानै हुन्छ। 12 कक्षा पास गर्ने बित्तिकै जानुभएको हुन्छ र त्यसले गर्दा धेरै विद्यार्थीहरू चाहिँ दुःख पाउनुभएको छ। तसर्थ हामीले शिक्षाको बारेमा नेपालमा राम्रो छैन भन्दा पनि यहाँ यस्तो आफूले पढ्नुपर्छ, पढाइ भनेको अरूले भन्दा पनि आफूले कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ भनेर आफ्नो देशको बारेमा आफ्नो ठाउँमा प्राप्त हुने शिक्षाको बारेमा चाहिँ नराम्रा कुराहरू चाहिँ कहिल्यै पनि गर्नु हुँदैन अरे। त्यस्तै गरी अर्को चौथो नम्बरको देशको बारेमा नकारात्मक, अब नेपाल त खतम भइसकेको छ होइन। अब यहाँ त के हुन्छ र दिनदिनै रात दिन यस्तो सधैँ द्वन्द्व मात्रै हुन्छ, झगडा मात्रै हुन्छ, आन्दोलन मात्रै हुन्छ भनेर हामीले बच्चाहरूको कुरा अगाडि गरिदिउँ भने यहाँ त केही पनि हुँदो रहेछ, पढ्दा जागिर पनि राम्रो पाइने रहन्छ, सधैँ झगडा हुँदो रहेछ भनेर उसले चाहिँ बच्चाले चाहिँ पढ्ने कुरामा चासो राख्दैन। तसर्थ कहिल्यै पनि हामीले यी 4 वटा कुरा हाम्रा बालबालिकाका अगाडिहरू चाहिँ कहिल्यै भन्नु हुँदैन भन्ने कुरा चाहिँ सचेत गराउनु पर्यो। अब हामी शिक्षक, अभिभावक होइन एउटा हामी काउन्सिलर हौँ। हामीले कस्तो किसिमको व्यवहार गर्नु त भन्दाखेरि साथी जस्तो व्यवहार गर्नुपर्ने रहेछ। हरेक परिस्थितिलाई उनीहरूकै नजरबाट हामी आफ्नो उमेरसँग आफूको लेभलमा राखेर बच्चालाई तुलना गरिरहेका हुन्छौँ। त्यसो गर्दाखेरि चाहिँ के हुँदो रहेछ त भन्दाखेरि अन्याय हुँदो रहेछ र हामीले सोचे अनुसारको बालबालिकाहरू हुन सक्दैनन् र गल्ती गर्ने छुट दिने तर सही के हो, उत्कृष्ट कसरी गर्न सकिन्छ भन्ने बारे चाहिँ प्रश्न पारिदिनुपर्छ। अब गल्ती गर्ने छुट दिने भन्दाखेरि छुट भनेर जे गर्यो ठिक छ भन्ने होइन कि ल गल्ती भयो, अब भइसक्यो गल्ती त अब भयो त भयो। मानव एउटा गिलास छ, यो गिलास फुटिसक्यो भने अब त्यसलाई जोड्न त सकिँदैन। अबदेखि त्यस्तो नहोस् भन्नको लागि सचेत हुनुपर्छ। कहाँ राख्ने सामान, कुन सामान कहाँ राख्नुपर्ने हो भन्ने कुरा सचेत भयो भने त फेरि त्यो गल्ती दोहोरिँदैन। त्यसरी बच्चाहरूलाई चाहिँ प्रश्न पारिदिनुपर्छ भन्छ। फरक फरक परिस्थितिबाट आएका विद्यार्थीहरूलाई के भनेको छ त भन्दाखेरि समान मनस्थिति वृद्धिका लागि निरन्तर प्रयास गर्ने। अब हामीलाई विद्यालयमा त सबै एउटै पारिवारिक स्थिति, आर्थिक अवस्थाका बालबालिकाहरू हुँदैनन्। त्यस्तो अवस्थामा उनीहरूलाई चाहिँ समान अवसर प्रदान गर्नुपर्दछ भन्ने कुरा चाहिँ आयो र तुलना र विभेद कहिल्यै पनि नगर्ने भन्ने कुरा आयो र रेस्पेक्टका कुराहरू छन्। हामीले अरूलाई सम्मान गर्यौँ भने हामीले पनि सम्मान पाउँछौँ भन्ने कुरा छ। यो चित्र हजुरहरूले देखिसक्नु भएको होला धेरै पटक। यसले के भन्न खोजेको भन्दा हेर्नु, एउटा वृक्ष छ, यहाँ रुख छ अनि यो रुखलाई हामीले संरक्षण गर्यौँ भने यसबाट फल फुल होइन, एउटा छहारी होइन, हुरी बतास पानी पर्दाको छहारी, घाममा छहारी हुनसक्छ, ओत लाग्न सकिन्छ भने यो रुखको महत्त्व बुझ्न सकेनौँ भने के हुन्छ त, यो बिरुवा मर्छ। त्यस्तै गरी हामीले अरूलाई कस्तो गर्छौँ व्यवहार त्यही अनुसार हामीले पाउँछौँ भन्ने कुरा चाहिँ यो चित्रबाट यहाँहरू प्रष्ट भइसक्नु भएको छ। जसको लागि अब हामीले बच्चालाई के गर्ने त भन्दाखेरि जसरी एउटा बिरुवालाई हुर्काउनको लागि निरन्तर पानी मलजल गर्छौँ, उनीहरू सक्षम नहुन्जेलसम्म हामीले चाहिँ उनीहरूलाई निरन्तर रेखदेख गर्ने, सही बाटोमा लाग्नको लागि प्रेरित गर्ने एउटा असल अभिभावकत्व प्रदान गर्नुपर्दछ। तत्पश्चात हामीले सानोमा यो बिरुवा हुँदा लगानी गरेका छौँ जसरी, त्यस्तै गरी हामीले छोराछोरीलाई गरेको लगानी होइन पछि चाहिँ उनीहरूले के गर्छन् त, हामीलाई नै फर्काउने गर्छन्। जसको लागि हामीले निरन्तर रूपमा एक दिन मात्र होइन सधैँ निरन्तरता दिनुपर्छ भन्ने कुरा चाहिँ हामीले बिर्सनु हुँदैन। र यहाँहरूले प्यारेन्टिङ जस्तो महत्त्वपूर्ण विषयवस्तुमा क्लासहरू दिँदा पनि यी कुराहरूलाई विशेष जोड दिनुहुनेछ भन्ने पनि मैले आशा राखेकी छु। र हामीले यो स्लाइडहरू हजुरहरूलाई उपलब्ध गराउँछौँ। यसमा अझ केही थोरै यो पिक्चरहरू अझ राम्रो हजुरहरूले राखेर चेन्ज गरेर यही स्लाइडलाई प्रयोग गर्न पनि सक्नुहुन्छ। अब बालबालिका प्रतिको हाम्रो व्यवहार अरे हामीले के गर्यौँ त भन्दाखेरि जस्तै हेर्नुहोस् त, आजसम्मको हाम्रो अभ्यास आदेश धेरै दियौँ, अवसर कम। बच्चालाई यो गर्नुपर्छ भन्छौँ तर त्यो गर्ने अवसर चाहिँ दिँदैनौँ। तसर्थ अब हामी कस्तो हुनुपर्ने भयो त, एकदमै प्रेमिल हुनुपर्छ र सधैँ म तिम्रो साथमा छु, तिमीलाई केही समस्या पर्यो अप्ठ्यारो पर्यो भने म छु भनेर उनीहरूलाई चाहिँ विश्वस्त दिलाउन सक्नुपर्छ। तिम्रो सफलता नै मेरो सबैभन्दा ठुलो खुसी हो भन्ने कुरा पनि हामीले बारम्बार यो कुरालाई चाहिँ दोहोऱ्याइरहनुपर्छ आफ्ना छोराछोरीहरूको लागि है। अरू हेर्नु त, एउटा आजसम्म यहाँहरूले पनि थाहा भएकै कुरा हो, आजसम्म एउटा शिक्षक र अभिभावक भन्दा अरू दुनियाँमा कोही पनि छैन जो चाहिँ आफ्ना विद्यार्थीले सफलता पाउँदा आफूभन्दा अगाडि जाँदा दुःखी भएको शिक्षक आजसम्म पाउन सकेको छैन। र आफ्नो छोराछोरीले आफूलाई जित्दा आफूभन्दा अगाडि बढ्दाखेरि दुःखी भएको अभिभावक पनि आजसम्म
पाउन सकिएको छैन। अरू कसैले आफूभन्दा अगाडि मभन्दा अगाडि जाओस् भनेर चाहँदैन, तर शिक्षक र एउटा अभिभावकले चाहिँ मभन्दा अगाडि जाओस्, अगाडि बढुन् मेरा विद्यार्थी, मेरा सन्तान भन्ने चाहना राख्दछन् भन्ने कुरालाई पनि हामीले बिर्सिनु भएन। र यो कुरा तिम्रो सफलता नै मेरो सबैभन्दा ठुलो खुसी हो भन्ने कुरा चाहिँ बारम्बार एक दिन भन्छौँ बिर्सिन्छ, त्यो त एक दिनमा बिर्सिन्छ, तर यस्ता महत्त्वपूर्ण कुराहरूलाई चाहिँ बारम्बार दोहोऱ्याइरह्यो भने के हुन्छ त, त्यो हाम्रो मस्तिष्कमा, हाम्रा बालबालिकाहरूको मस्तिष्कमा पनि त्यो अमिट भनेर नमेटिने गरेर छाप रहिरहन्छ र सोही अनुसार उनीहरूको दिमागले चाहिँ के गर्छ त, एउटा राम्रो व्यक्ति बन्नुपर्छ भन्ने कुरामा प्रेरित गर्न सहयोग गर्दछ। जे छ राम्रो छ, तिमी यो पक्ष सुधारियो भने अझै राम्रो हुनेछ। जस्तै राम्रा कुराहरूलाई प्रशंसा गर्दै हाम्रो प्रत्येक क्लासमा आइरहेको छ, राम्रा कुराहरूको प्रशंसा गर्दै के गर्नु पर्यो त, अब सुधार गर्नुपर्ने पक्षहरूलाई पनि सुधार्नको लागि उनीहरूलाई चाहिँ हौसला दिने होइन, यो पक्षलाई पनि सुधारियो भने चाहिँ अझ राम्रो हुनेछ भनेर उनीहरूका जुन सुधार गर्नुपर्ने पक्ष अथवा बानी व्यवहारहरू छन् ती गर्नको लागि हामीले चाहिँ सधैँ प्रेरित गर्न बिर्सनु हुँदैन। र बालबालिकाले हामी वयस्कको जति बुझ्दैनन्, त्यसैले बालबालिकासँग व्यवहार गर्दा उनीहरूको नजरबाट गरौँ भन्ने छ। ल यतिन्जेल धीरताका साथ बसिदिनु भयो, सुनिदिनु भयो। यहाँहरूलाई धेरै धेरै शुभकामना छ। यहाँहरूले चाहिँ यो प्यारेन्टिङ जस्तो अत्यन्तै महत्त्वपूर्ण विषयवस्तुमा एकदमै समय पनि धेरै अगाडि बढिसकेको छ। धीरताका साथ बसिदिनु भयो, सक्रिय सहभागिता जनाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दै यहाँहरूलाई जिज्ञासा लागेका कुराहरू र आजको कक्षा कस्तो रह्यो जस्ताको त्यस्तै होइन हामीलाई पनि फिडब्याक दिन हुन्छ भन्ने हामीले आशा राखेका छौँ। र सोही अनुसार अझ यो कक्षालाई अझ राम्रो, अझ परिष्कृत, अझ अगाडि बढाउनको लागि के गर्दा राम्रो होला, अझ मलाई कस्तो लागेको छ भने अझ अन्तर्क्रियात्मक तरिकाले होइन हामीले छलफल गर्दै अगाडि बढ्यौँ भने प्रत्येक कुराहरू मैले राखेँ। अब यसमा पनि अझ केही म्यामले थपिदिनु भयो भने अझ राम्रो हुन्छ होला जस्तो मेरो आशा छ होइन। म त के छ भन्दाखेरि म आफूमा भएका विषयवस्तुहरू दिन्छु, म एकदमै जान्ने भएर यहाँहरूलाई सिकाउन आएको भन्दा पनि यहाँहरूबाट पनि मैले पनि एउटा सिक्ने अवसर पाउँछु भन्ने पनि आशा राखेकी छु। र सोही अनुसार यहाँहरूले पनि मलाई फिडब्याक दिनुहुनेछ भन्ने आशा अपेक्षा सधैँ रहनेछ म्याम। राम्रो छ म्याम, आजको पनि विषयवस्तु राम्रो छ एकदमै। जस हाम्रो परिवारलाई हामीले आफ्नो बच्चालाई गर्ने व्यवहारहरू सिकाउनको लागि, छरछिमेकको आफ्नो वरिपरि बच्चाहरूको लागि उनीहरूको व्यवहारमा कस्तो परिवर्तन आइरहेको छ, कसरी परिवर्तन ल्याउन सक्छौँ भन्ने कुराहरू हजुरबाट पनि हामीले धेरै कुराहरू सिक्यौँ। यसरी हामीले पनि सिकाउन सक्छौँ। समग्रमा राम्रो छ म्याम। हस्, धेरै धेरै धन्यवाद। त्यस्तै गरी अर्जुन सर, हजुरको बोल्न मिल्छ भने आफ्ना केही कुराहरू छन् होइन, हाम्रो लागि फिडब्याक छन्, यो कक्षाको बारेमा केही भन्नु छ भने ल। बेबीको लागि अति नै उपयोगी होइन, बच्चाहरूको लागि अत्यन्तै उपयोगी छ अरे, किनकि होइन हामी अरूलाई काउन्सिलिङ गर्छौँ, अन्त जान्छौँ, अब आफ्ना बच्चाहरू पनि त छन् नि त होइन, हामीले आफ्ना बच्चालाई पनि कस्तो व्यवहार गर्ने भन्ने कुरा हामी आजैदेखि सचेत हुन्छौँ। र सोही अनुसार हामीले यस्ता किसिमका कार्यक्रमहरू त टोलमा होइन प्रत्येक समूहमा गएर कार्यक्रमहरू गर्छौँ। त्यसको लागि पनि यो चाहिँ एकदमै आवश्यक छ। अहिले त हेर्नुहोस् त प्रत्येक विद्यालयहरूले चाहिँ मोटिभेसनल स्पिकरहरू, यस्ता ट्रेनिङ चलाउने व्यक्तित्वहरूलाई बोलाएर अब जस्तै अहिले अब नयाँ शैक्षिक सत्र सुरु छ, प्यारेन्टिङ जस्तो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रमहरू होइन। अलि पछि परीक्षाको आउन लागेको हुन्छ, बुस्टअप भनेर परीक्षा कसरी दिने, कसरी तयारी गर्ने, बच्चाहरूलाई कसरी पढ्ने होइन, त्यो किसिमको तालिमहरू चाहिँ एकदमै चलेका छन्। धेरै विद्यालयमा यस्ता किसिमका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यहाँहरू चाहिँ एकदमै मन दिएर होइन प्रत्येक विषयवस्तुमा गहिरो अध्ययन गर्दै आफूलाई पनि निखार्दै जानुभयो भने यो अवसर हजुरहरूले पनि छिट्टै पाउनुहुनेछ। त्यसमा हजुरहरूकै आफ्नै मिहिनेतमा नै भर पर्छ भनौँ न है म्याम। अब यहाँ हेर्नुहोस् न, यति भनिरहँदा मलाई के कुरा भन्न मन लाग्यो भनेदेखि हामी समय त धेरै अगाडि गइसकेका छौँ। यहाँहरूलाई कतिको हतार छ? छैन। अब एउटा कुरा चाहिँ के भन्दा, अब हजुरहरूले जस्तै काउन्सिलिङको ट्रेनिङ लिनुभएको छ होइन, विभिन्न ट्रेनिङहरू लिनुहुन्छ, अब लिएर बस्नुभयो भने त कसैले कल्पना म्याम हजुर चाहिँ तपाईँले काउन्सिलिङको ट्रेनिङ लिनुभएको छ अरे,
यस्तो हाम्रो कार्यक्रम चलाइदिनु न भन्दै कोही आउँछ त पहिले आउँदैन म्याम। पहिले आफूलाई म यो हुँ भनेर भन्नुपर्छ। त्यसको लागि चाहिँ म यस्तो कार्यक्रम भयो भने म मजाले कार्यक्रम चलाउन सक्छु भन्नको लागि त अब यी विषयवस्तुहरू छ नि हजुरहरूले चाहिँ स्लाइड हेर्नुहुन्छ, अब बच्चासँग केही किचनमा काम गर्दै हुन्छ भने प्रत्येक कुरामा चाहिँ म यस्तो गर्छु अनि यसरी गर्छु। प्रत्येक टपिकलाई आफूले खेलाउनै गर्नुपर्छ है। त्यस्तै गरी अनि मात्र हामी चाहिँ अगाडि बढ्न सक्छौँ। मैले प्रत्येक पहिले सुरुमा अब कसरी आफैलाई म चाहिँ यस्तो हुँ भनेर कसरी भन्ने होला भने त सुरुमा अप्ठ्यारो लाग्छ नि। तर म जहाँ गए पनि अहिले चाहिँ म एउटा ट्रेनर हुँ, यस्तो अस्ति पनि भर्खरै महिला अधिकार त्यो कानुन के भन्ने कार्यक्रम थियो त्यहाँ पनि गएको थिएँ होइन। अनि मलाई त्यहाँको मेयरले चाहिँ रेकर्ड नगरौँ है बोलेको कुराहरू चाहिँ।